सो वेलकम टु डिभाइब पोडकास्ट है। हाम्रो आज सेकेन्ड एपिसोडमा हामीसँग हुनुहुन्छ अनमी बोहरा। उहाँको अब धेरैवटा इन्ट्रेस्ट छ होइन, थ्याङ्क यू फर्स्ट अफ अल। त्यही भएर एकचोटि हाम्रो अडियन्सलाई चाहिँ हजुरको हुन्छ नि सानो इन्ट्रोडक्सन, हजुर के कुरामा हुनुहुन्छ भनेर। इन्ट्रोडक्सन अब नाम त थाहा भइहाल्यो। हजुर अब काम गरिरहेको चाहिँ अहिले म इन्गेज नै भएको चाहिँ योगा भयो एउटा, बिहानबाट स्टार्ट गर्नुपर्दा, अनि त्यसपछि आर्किटेक्चर प्रोफेसनल प्र्याक्टिस गरिरहेको छु, अनि त्यसपछि डान्स। अहिले चाहिँ तिनवटा छ मेजरली प्रोफेसनल्ली भनौँ न। तिनवटामा चाहिँ लाइक हजुरको चाहिँ लाइक मल्टी प्यासनेट हुनुभयो नि त होइन, एक हिसाबले सोच्दाखेरि। त्यसरी लाइक अब हजुरले कसरी चाहिँ यो कुराहरूलाई चाहिँ ब्यालेन्स गरिराख्नु भएको छ, हुन्छ नि बिहान दिउँसो साँझ होइन। कुनै चाहिँ एकदम भनौँ न अब यो आर्किटेक्चर भनेको त अलिकति एनालिटिकल टाइपको भयो होइन, यता फेरि योगा र यो भनेको अलिक क्रिएटिभ होइन, यो कुराले चाहिँ कसरी ब्यालेन्स गरिराख्नु भएको छ? यो तिनवटा चाहिँ मलाई चाहिँ फरक भन्दा पनि एउटा कमन ग्राउन्ड चाहिँ आर्ट हो जस्तो लाग्छ। अनि आर्टमा चाहिँ अब त्यही क्रिएटिभिटी पनि हुन चाहिँ हुन्छ, प्लस एनालाइटिकल पनि हुनु चाहिँ परि नै हाल्यो। प्रोसेस सबको एउटै नै हो खासमा चाहिँ, तर त्यसमा के युज हुन्छ भन्ने हो। जस्तै काहीँ चाहिँ एज अ पर्फर्मर हामीले बडीलाई युज गर्छौँ, जस्तै योगामा अलिक बडी युज हुने भयो, डान्समा बडी युज हुने भयो मिडियम। अब यता चाहिँ हाम्रो बिल्डिङ आर्किटेक्चरमा चाहिँ भिजुअल आर्ट काइन्ड अफ भयो नि त, लास्टमा चाहिँ एउटा भिजुअलमा आउने भयो। तर प्रोसेस चाहिँ त्यही हो, सुरुमा कन्सेप्ट के हो, त्यसपछि अरू के भइरहेछ, त्यसपछि आफ्नो त्यसमा स्टडी के छ, अनि आफूले त्यसलाई कसरी अगाडि लाने भन्ने हो। ठ्याक्कै स्ट्यान्डर्ड भनेर त केही पनि हुँदैन नि त यो तिनवटा कुरामा। भनेको एउटा गाइडलाइन त हुन्छ, तर त्यसमा आफूले कसरी चल्ने हो भनेर चाहिँ जस्ट क्रिएटिभ मनपर्छ क्या मलाई चाहिँ त्यो ठ्याक्क यही हुनुपर्छ अनि भन्नेमा चाहिँ म अलिक बस्न सक्दिनँ। अनि त्यही भएर पनि चेन्ज पनि चाहिन्छ मलाई चाहिँ अलिकति, त्यही भएर पनि यताउता। तर पनि मलाई चाहिँ एउटामा लाग्दाखेरि चाहिँ अर्कोलाई इन्जस्टिस नहोस् भन्ने चाहिँ मलाई जहिले पनि हुन्छ। त्यही भएर एउटा काम गरिराख्दाखेरि म यो काम पनि गर्छु है भनेर म प्रायः भनिराखेको हुँदिनँ। अरूहरूले चाहिँ ल हो भनिदिनुहुन्छ, त्यसपछि भनेर टाउको चाहिँ हल्लाउँछु। त्यस्तै हो, त्यस्तै चल्छ। त्यही हो, एउटै जस्तो लाग्छ मलाई चाहिँ आर्ट जस्तो लाग्छ। अनि आर्ट बिना चाहिँ म लाइफ इमेजिनै गर्न सक्दिनँ कि। अनि किनभने त्यसमा अलिकति ब्युटी पनि छ, फ्रिडम पनि छ, क्रिएटिभिटी पनि छ, अनि त्यो चाहिँ मसँग एकदमै नजिक छ। अनि मलाई आर्ट कला भन्ने वर्डै एकदमै मजा लाग्छ कि, एकदम नजिक लाग्छ, एकदम प्यारो लाग्छ। त्यस हजुर सानैदेखि यो आर्टमा हुनुहुन्थ्यो कि पछि लाइक कसरी चाहिँ आर्टसँग जोडिनु भयो त? म आफैले एनालाइसिस गर्दा पनि आर्ट भन्ने कुरा चाहिँ सबै थोक पुरा भएको मान्छे चाहिँ आर्टमा लाग्दैन कि जस्तो लाग्दो रहेछ। कता कता के कमी हुन थाल्यो भने चाहिँ मान्छे खोज्न थाल्दो रहेछ कि। अनि खै त्यो के भयो थाहा भएन, मैले एक्सप्रेस गर्न जानिनँ कि सानोमा। अनि मलाई भन्न मन लागेको कुरा के थियो होला, अथवा कसरी म आफूलाई हुन्छ नि ओपन अनि आफू फिल गर्नको लागि चाहिँ मैले आर्ट लिएँ कि जस्तो लाग्छ। जस्तै हुन त फेरि मेरो ड्याडले पनि आर्टहरूमा चाहिँ अलिकति हेल्प गर्ने कि, जस्तै ह्यान्ड राइटिङ दिनौँ बेलुका बेलुका लेख्न लाउने, अब त्यो पनि एक काइन्ड अफ आर्ट नै हो। अनि त्यस्तै गरेर डान्समा पनि ल टिभीमा के आयो भने ल नाच नाच, ल घुम घुम, अब चाहिँ घुम, यस्तो भनेर सिकाउनुहुन्थ्यो। अनि त्यस्तै गरेर ड्रइङहरूमा, अनि त्यो चाहिँ अलिकति ड्याडको साइडबाट पनि आएको हो। अनि ड्रइङहरू गर्ने, जस्तै अलिकति इन्ट्रेस्टिङ वेले मुसा बनाउने, प्यारोट बनाउने, अनि त्यो चाहिँ मैले कहीँ गएर तिमीलाई बनाउन आउँछ देखाउ देखाउ भने कहीँ गएर देखाउने, अनि एप्रिसिएसन पनि मिल्ने कि, अनि त्यो मजा लाग्ने। त्यस्तै गरेर चित्त दुख्यो भने फेरि म अलिअलि लेख्छु भने, अनि अनि अलिकति पहिला ड्याडले भन्नुहुन्थ्यो आँसु कवि हो क्या यो त। अनि कहीँ चित्त दुख्यो भने चाहिँ म लेखेर अनि राख्ने कि। अहिले पनि छ मसँग पहिलाको कति पोइम्सहरू चाहिँ, त्यो भयो भने चाहिँ हल्का हुने कि। अब त्यो रिलिज भयो नि त, रिलिज पनि कसरी भयो भन्दाखेरि पढ्दै मजा आउने कि। लास्टमा चाहिँ पोजिटिभमै एन्ड हुनुपर्छ जस्तो चाहिँ खै त्यो मेरो आफ्नै के भन्छ, आफ्नै फिलोसफी हो कि आफ्नै के भन्छ त्यसलाई भन्न नै आएन, माइन्डसेट।
आफ्नै एउटा गाइडलाइन त्यस्तै खालको कि अनि किनभने लास्टमा चाहिँ दुःखी हुनुहुन्न जस्तो लाग्ने कि ल जे भए पनि पोजिटिभ चाहिँ आउँछ जस्तो लाग्ने अनि त्यसरी जहिले पनि भयो अनि डान्स पनि त्यस्तै हो कोही अब सबैजना कोठाबाट बाहिर गएपछि चुकुर लगाएर अब नाच्यो अनि त्यसपछि रमाइलो लाग्ने कि आफू अलि पछि चाहिँ आफू भिडियो हेर्दाखेरि रमाइलो लाग्ने आफै नाचेको चाहिँ मनपर्ने भनौँ न म एउटा पोइन्टमा गएर चाहिँ आफू मन नपर्ने जस्तो भएको थियो अनि मेरो मनपर्ने भर्जन भनेको चाहिँ डान्सिङ भर्जन हो कि अनि त्यही भयो जहिले पनि साथी जस्तो भयो आर्ट अनि त्यो चाहिँ अब केले अब यसो कहिलेकाहीँ रिफ्लेक्ट गरेर सोच्दाखेरि कसरी सुरु गरेँ के गरेँ भन्दाखेरि चाहिँ त्यही हो काहीँ केही फुलफिलमेन्टको लागि भयो होला जस्तो लाग्छ अनि जे भयो राम्रै भयो फेरि यो कुराहरूमा चाहिँ भनेको हबीको रूपमा चाहिँ लिन्छ नि त प्रायः अनि बिस्तारै ठुलै हुँदै गर्दाखेरि चाहिँ हबीमै रोक्नुपर्छ जस्तो पनि भयो एउटा फेजमा गएर चाहिँ अब त्यही नै भन्छ नि त अनि फेरि थाहा पनि थिएन डान्सहरू पढ्न पाउँछ यस्तो गर्न पाउँछ अनि त्यसरी नै लिएर हिँड्यो त्यसरी नै सुरु भयो नाइस नाइस जियोस् हजुरको चाहिँ आफ्नो लाइफमा केही कुराहरू जो सिचुएसनहरू आयो जस त्यो कुराहरूलाई हजुरले अब हेल्दी वेमा पोख्नको लागि भनौँ न सुरुमा त त्यसरी सोचिएन तर अहिले सोच्दा चाहिँ हेल्दी रहेछ जस्तो लाग्छ अनि हेर्दा पनि रमाइलो लाग्छ आफ्नो कुराहरू जस मैले नि रिफ्लेक्ट गर्न पाएँ कि मेरो नि पर्सनल जर्नी चाहिँ त्यस्तै खालको थियो मतलब सोसलाइज हुन अलिक गाह्रो हुने त्यस्तो कुरामा अनि यो कुराहरूले चाहिँ हामीलाई छुट्टै खालको कन्फिडेन्सहरू दिन्छ नि त मतलब आफूलाई एक्सप्रेस गर्नलाई इजी हुन्छ अनि हजुर आर्किटेक्ट भन्नुभयो है हजुर आर्किटेक्ट चाहिँ हजुरले कसरी कहाँ चाहिँ पढ्नुभयो अनि कहाँसम्मको यात्रा भयो आर्किटेक्टमा चाहिँ अहिले के गरिराख्नु भएको छ आर्किटेक्चर पनि त्यसको छुट्टै आफ्नो कथा छ फेरि म चाहिँ ड्रइङ्सहरू त्यही बनाउन मनपर्ने अनि यता साइडको दिदीहरू हुनुहुन्थ्यो उहाँको बायोलोजीको ड्रइङहरू हुन्थ्यो साइन्समा अनि गरिदिन्थेँ हेल्प गरिदिन्थेँ मलाई मन पनि पर्थ्यो अनि म यसो ड्रइङहरू बनाउनु पऱ्यो भने चाहिँ मेरो डेस्क अगाडि हुन्छ नि स्कुलको डेस्क अगाडि यति कपी हुन्थ्यो कि सबैको ड्रइङ बनाइदिने भनेर म कलेज स्कुल गएर अनि ड्रइङ बनाइदिन्थेँ कि मन पर्थ्यो अनि आउँथ्यो पनि अब आएको काम गर्दैमा के भयो त फेरि राम्रो बन्न मन लाग्दो रहेछ कि खै कतिखेर राम्रो मान्छे जस्तो राम्रो बन्नुपर्छ होइन कि अब त्यो चाहिँ त्यति अहिले चाहिँ राम्रो मानिँदैन नि त जस्तै राम्रै हुनुपर्छ भनेर चाहिँ त्यो कति कुरामा चाहिँ आफूलाई ब्याक राख्नुपर्छ नि त त्यो कुराले अनि तर त्यतिखेर अब त्यस्तै थियो मेन्टालिटी गरिदिन्थेँ नाइ चाहिँ भन्दैन थिएँ अनि त्यसमा चाहिँ सोच्थेँ मेरो प्र्याक्टिस भइरहेछ जस्तो लाग्थ्यो अनि आर्किटेक्चर भनौँ त्यस्तो साथीहरू के हेल्प गरिदिनु पऱ्यो मैले कन्सेप्टहरू बनाइदिन्थेँ कि किनभने मेरो आफ्नो पनि कन्सेप्टले एउटा मोडल बनिरहेछ अनि मेरो अर्को कन्सेप्टले पनि अर्को साथीले बनाइरहेछ जस्ट पोजिटिभली नै लिन्थेँ म त्यो कुराहरूलाई चाहिँ अनि त्यही ड्रइङहरू बनाउँदै गर्थेँ नि मलाई भन्नुहुन्थ्यो कि दिदीले तिम्रो ड्रइङमा राम्रो छ तिमी आर्किटेक्चर पढ्नुपर्छ भनेर भन्नुभयो ल म ड्रइङै बनाउँछु मलाई चाहिँ आर्ट नै पढ्नु मन थियो कि जस्तै एसएलसी पछि हुन्छ नि के अरे साइन्स अनि आर्ट ह्युम्यानिटिज म्यानेजमेन्ट भनेर भन्थ्यो आर्ट चाहिँ मन के हुन्छ चाहिँ थाहा छैन त्यो आर्टभित्र तर आर्ट चाहिँ पढ्नुपर्छ जस्तो लाग्ने कि अनि पछि बुझ्दा त त्यो आर्टभित्र त आर्ट हुँदैन रहेछ कि अनि त्यसपछि आर्किटेक्चरमा चाहिँ आर्ट हुन्छ भने थाहा पायो अलिक पछि अनि ल आर्ट गर्छु भनेर गएँ अनि पुरा हाम्रो एन्ट्रान्स हुन्छ नि त त्यसमा चाहिँ बनाउनै पर्थ्यो स्केच यताउता अनि मैले त काठमाडौँ इन्जिनियरिङ कलेज कालीमाटीमा दिएको थिएँ अनि अर्को चाहिँ खोपोमा दिएको थिएँ नाम चाहिँ निस्केको थियो दुवै ठाउँमा अनि त्यतिखेर म्यामहरूले पनि याद गर्नुभएको रहेछ राम्रो छ ड्रइङहरू भनेर अनि फर्स्ट सेकेन्ड इयरतिर त हाम्रो फ्री ह्यान्ड नै हुन्थ्यो कि अनि फ्री ह्यान्ड हुँदाखेरि ड्रइङहरू नै गरिन्थ्यो राम्रै पनि भइरहेको थियो अनि पछि जाँदा त घर बनाउनु पर्ने रहेछ घरको नक्साहरू बनाउनु पर्ने रहेछ सफ्टवेयरहरूमा चलाउनु पर्ने रहेछ अनि त्यतिखेर थर्ड इयरतिर जाँदाखेरि चाहिँ अब सफ्टवेयरतिर जानु पऱ्यो नि त तर अनि फेरि ड्रइङ्सहरू ह्यान्ड ड्रइङ्सहरूलाई चाहिँ मान्यता दिन्थ्यो भनौँ न किनभने त्यसमा आफ्नो एक खालको भिजिएको कुराहरू अलि मेकानिकल भएन अलि राम्रो कुरा निक्लिन्छ भन्ने छ क्या जस्तो फ्लोमा गइन्छ भन्ने टाइपले पनि हो अनि एउटा चाहिँ आर्टिस्टिक पनि अलिक मोर आर्टिस्टिक भयो नि त अनि म चाहिँ त्यतातिर इन्क्लाइन हुन्थेँ कि तर अब 4th इयर 5th इयर जाँदा त अब सधैँ बनाइराख्ने कुरा भएन हातले नै सफ्टवेयरतिर गयो अनि त्यतिखेर चाहिँ ल जस्तो भएको थियो
तर रिग्रेट चाहिँ भएन, किनभने अब यता ड्रइङ बनाएर त एउटा फ्रेमभित्र बस्थ्यो होला, सकिन्थ्यो, तर त्यहाँ बनाएको ड्रइङ चाहिँ मेरो बिल्ड नै हुन्छ नि त, अनि त्यो हुँदा चाहिँ ल खतरा जस्तो लाग्थ्यो। अनि त्यसरी सुरु भएको आर्किटेक्चर चाहिँ। अनि पछि जाँदाखेरि चाहिँ त्यही हो, एकै ठाउँमा अब भनिहाल्यो नि अलिकति चेन्ज चाहिन्छ, टक टक टक। अनि त्यहाँ त अब 12 घन्टा अनि त्यस्तो बसेरै गरिराख्नु पर्ने। अब त्यही कुरा माथिबाट हेर्दा बनाउनु पऱ्यो, साइडबाट हेर्दा त्यही कुरा बनाउनु पऱ्यो, त्यसलाई काटेर त्यही कुरा बनाउनु पऱ्यो, 3Dमा त्यही कुरा बनाउनु पऱ्यो, भित्रबाट देखाएर त्यही कुरा बनाउनु पऱ्यो, त्यसको छुट्टै छुट्टै डाइमेन्सन्सबाट त्यही कुरा बनाइराख्नु पर्ने। त्यसको लागि त अब घन्टौँ घन्टा लाग्यो, मोडल पनि बनाउनु अझ हातले काटेर पेपरले। अनि त्यो गर्दाखेरि त बिहानैसम्म हुन्थ्यो कहिले त, तर बिहान चाहिँ हुन मैले दिइनँ कहिले पनि। अनि भन्नुहुन्छ आर्किटेक्चर पढेर पनि रातभरि नसुतिकन सकाएको भन्ने चाहिँ तिमी मात्र भेटेँ भनेर भन्नुभयो कि। म चाहिँ अलिकति भयो नि टाइम निकालेर सुत्न चाहिँ सुत्थेँ, तर पनि लाग्ने के टाइम चाहिँ। अनि त्यो हुँदाखेरि चाहिँ झ्याउ लाग्थ्यो कहिले चाहिँ। अनि अब बडीले पनि त दिनु पऱ्यो नि त, फेरि यता नाच्न पनि भ्याइरह हुन्थेँ फेरि म। अनि त्यही हो। त्यो पनि एक हिसाबले क्रिएटिभ फिल्ड नै भयो नि त। क्रिएटिभ नै भयो, मजा चाहिँ आयो। मलाई रिग्रेट चाहिँ कहिले नि भएन। मेन्टल्ली, फिजिकल्ली चाहिँ यस भन्छु, तर मेन्टल्ली चाहिँ नो। त्यस हजुरले एउटा के यस्तै प्रोजेक्ट गर्नुभयो रहेछ, त्यो रेन वाटर रिजर्भ समथिङ। थेसिसमा चाहिँ रेन वाटर हार्भेस्टिङ सरी त्यो चाहिँ कसरी गर्न सकिन्छ भनेर। हुन त त्यसको टेक्नोलोजीहरू पनि छन त छ, तर हाम्रै नर्मल्ली एउटा घरले गर्दाखेरि अथवा माथि छतको पानी, हाम्रो नर्मली के हुन्छ भन्दाखेरि छतको पानी पनि ठ्याक्क टोइलेटकै पानीहरूसँग हुन्छ नि, वेस्ट वाटरहरूसँगै मिसेर ढलबाट खोलामा जाने हो नि त। तर त्यो पानीहरू त रियुजेबल हुन्छ नि त खासमा। त्यो गएन भने चाहिँ के हुन्छ भन्दाखेरि त्यो गएर एकैचोटि ढलमा गएपछि जमिनले पनि पाएन नि त त्यो पानी। सो हाम्रो इनार खन्दा पानी पनि घट्ने भयो। अनि प्लस रेनी सिजनहरूमा चाहिँ पुरा बाढी आएर बाटै ढाकिन्छ नि, अब त्यो पानी चाहिँ बाटो माथि बग्न थाल्यो कि। अब त्यो दुईवटा प्रब्लम सल्भ हुने भयो नि त। तर त्यो सबै ठाउँमा चाहिँ गर्न मिल्दैन रहेछ। जस्तै कालीमाटी एरियाहरूतिर जहाँनिर चाहिँ सोक गर्दैन नि त ग्राउन्डले, सो त्यस्तो ठाउँहरूमा चाहिँ गर्न मिलेन। अनि त्यस्तो नभएको ठाउँमा चाहिँ गऱ्यो भने चाहिँ, मैले डाटै निकालेको थिएँ, अहिले ठ्याक्क चाहिँ याद भएन। अनि त्यो गऱ्यो भने चाहिँ के हुने रहेछ, जस्तै छतको पानी मात्रै गऱ्यो भने के हुँदो रहेछ, आफ्नो घरको साइडको पानी मात्रै गऱ्यो भने के हुँदो रहेछ, सबै गऱ्यो भने चाहिँ कति हुँदो रहेछ भनेर जस्ट एउटा डाटा चाहिँ थियो। अब त्यो ठ्याक्क चाहिँ हेर्नै पर्छ कस्तो हुन्छ। लाइक यो रेन वाटर हार्भेस्टिङको एउटा बेसिक प्रोसेसमा यदि कसैले गर्न चाह्यो भने अहिले त त्यही हो, टेक्नोलोजी नै पाउँछ। जस्तै त्यो कहाँ कलेक्ट गर्ने त हाम्रो रुफ भयो कि त माथिको, अब एउटा रुफ भनेको चाहिँ हामीले युज नगर्नेवाला सिजिआई अथवा हाम्रो टपहरूवाला भयो, अर्को त हाम्रो टाइलिङ गरेको युजेबल एरियाबाटै पनि निकाल्न मिल्ने भयो। कौसीको पानी त खासै फर्स्टको चाहिँ अलिकति फोहोर होला, त्यसलाई फालेर त्यसको सेडिमेन्टेसन प्रोसेसहरू हुन्छ त्यहाँ नै, अनि त्यो पछि रियुज। अब जस्तै हाम्रो गार्डनिङहरूमा युज गर्न मिल्यो, प्लस हाम्रो बाहिर सफाहरू गर्नको लागि त्योहरू त मजाले मिल्छ नि त। अहिले हामीले कलेक्ट गऱ्यो भने किरा पर्ने यताउता के हुनसक्छ, हुन त त्यस्तो त इन्डाइरेक्टली त गरिन्छ कति, तर पनि अझै मोस्ट इफेक्टिभ वेले जसमा चाहिँ गभर्मेन्ट प्लस पर्सनल्ली इन्डिभिजुअलहरू मजाले कोअर्डिनेसन भएर गऱ्यो भने चाहिँ हुनसक्छ। जस हजुरको मैले बुझेअनुसार इन्ट्रेस्ट चाहिँ लाइक सस्टेनेबल डेभलपमेन्ट होइन, यसमा एकदम इन्ट्रेस्टेड हुनुहुन्न रहेछ होइन। त्यो चाहिँ त्यही सस्टेनेबिलिटीकै प्रोजेक्ट हो। जस्तै मास्टर्सको थेसिस हो खासमा यो चाहिँ, एमएससी इन एनर्जी फर सस्टेनेबल सोसियल डेभलपमेन्टमा गरेको हो मैले, जुन चाहिँ डिपार्टमेन्ट अफ आर्किटेक्चरकै भित्र हुन चाहिँ त्यही अलि सस्टेनेबल ग्रिनरी यो सोचौँ भनेर गरेको हो खासमा चाहिँ। तर त्यहाँभित्र अलिकति कल्चरल सोसियल त्यो कुराहरूलाई लिएर पनि कसरी सस्टेनेबल बनाउने डिजाइन भनेर टक्क ल साइट पायो र डिजाइन गरिदियो मात्र होइन कि, अब दिगो चाहिँ कसरी बनाउन सकिन्छ इन्डिभिजुअल रूपमा पनि अथवा बाहिरको सोसाइटी अथवा कन्ट्रीकै ओभरअलमा हेर्दाखेरि पनि भन्ने चाहिँ सिकेको हो। उता चाहिँ मैले ब्याचलर्समा चाहिँ फिल्म सुटिङ स्टुडियो डिजाइन गरेको थिएँ। फिल्म सुटिङ स्टुडियो जस्तै अब नेपालमा चाहिँ आउटडोर इन्डोर प्लस त्यहीँ प्रोडक्सन त्यहीँ पोस्ट प्रोडक्सन हुने खालको छैन नि त। सो त्यो चाहिँ कस्तो हुनसक्छ भनेर मैले चोबारको रियल एउटा साइट लिएर त्यसमा थेसिस गरेको थिएँ। जहिले नै
आउँदो रहेछ आफूलाई मनपर्ने कुरा चाहिँ अब कहीँ न कहीँबाट आउँछ त्यो गऱ्यो भने चाहिँ इफोर्ट लगाएको पनि थाहा हुँदैन नि त प्लस मजा पनि आउँछ अनि रिजल्ट पनि राम्रै आउँछ। त्यसपछि हजुर डान्ससँग चाहिँ यात्रा चाहिँ एकचोटि सुनौँ न कसरी डान्ससँग फेरि? डान्स चाहिँ त्यही हो घरैबाट कोठाइबाट नाच्यो अनि कहिले झ्यालबाट हेर्नु हुँदो रहेछ छिमेकीहरूले झस्याङ्ग हुने जस्तो जहाँ थियो त्यहीँ बस्यो कि अब ला कस्तो लाज लाग्ने कि एक्लै नाच्न चाहिँ केही नलाग्ने अनि ल अब मान्छे अगाडि नाच्छ भने नाच्दिनँ थियो म कहीँ पनि। कहिले बाहिर त्यो ब्रेक थ्रु कहिले भयो त लाइक बाहिर नाच्नु? त्यही हो अलिकति क्लासेसहरू राखिदिनु भने चाहिँ मैले रिक्वेस्ट गर्थेँ मम्मीहरूलाई तर मम्मीहरूले पनि खासै इन्ट्रेस्ट देखाउनु भएन त त्यस्तो ज्ञान पनि भएन त्यो होला। अनि पछि चाहिँ अनि एसएलसी पछि चाहिँ ल हामी चाहिँ गर्नुपर्छ डान्स सिक्न जानुपर्छ भन्ने भइरहेको थियो। एकजना साथीलाई मैले फकाइसकेको थिएँ एक्लै जाने चाहिँ आँट थिएन अनि त्यसपछि ल ल भन्दा पनि त्यतिकै भयो। अनि फेरि +2मा गयो अनि +2मा जो स्कुलहरूमा चाहिँ नाचिन्थ्यो 5 क्लासमा नाचेको थिएँ फर्स्ट स्टेज पर्फर्मेन्स चाहिँ अनि त्यसमा चाहिँ आफैले कोरियोग्राफ गरेर कि फेरि। अनि पहिला याद भएको चाहिँ स्टेज चाहिँ त्यही हो तर पहिला यता स्कुल 2 क्लासतिर पनि डान्स क्लास चाहिँ हुन्थ्यो अनि डान्स क्लास हुँदाखेरि हामीलाई कौरा सिकाउनु भएको थियो सरले कौडा अथवा कौरा पनि भन्छ अनि त्यो सिकाउँदाखेरि अनि यस्तोरी अगाडिबाट यस्तै घुमेर एउटा सेमी सर्कल बनाएर अगाडि गएर अनि पछि ब्याक आफ्नै पोइन्टमा हुनेवाला स्टेप थियो अनि सरले चाहिँ कस्तो राम्रो गरेको अगाडि आएर गर भनेर भन्नुभयो अनि सर कता जानुभयो नि मैले सिकाइरहेको थिएँ कि अनि अब घरमा पनि गरेको त्यसले पनि अलिकति हेल्प भयो होला। अनि पछि स्टेजमा चाहिँ नाच्न पाइनँ मैले हाइटको कारणले हो कि केले हो अनि कस्तो दुःख लाग्यो। अनि एकजना दिदी नाच्नु भइरहेको थियो त्यतिखेर तिकुली हाई मेरो अनि कस्तो यो चाहिँ कहाँबाट कस्तो कनेक्ट भएको कि कस्तो देख्दा छ नि त्यो चाहिँ म हो भोलि पर्सेको हो त्यस्तो फिल हुने कि त्यो म हुनु चाहिँ पर्ने हो केही न केही चाहिँ हुन्छ डान्समा। जस्तै मलाई दसैँमा पनि डान्सको लुगा किन्दै हुन्थ्यो जस्तो लाग्ने कि डान्सको लुगा भनेको पहिला कल्चरल ड्रेसहरू त हो नि त्यो धोती चोली अनि त्यो कौडा त्यो तामाङ सेलु अनि अब भन्न त मिलेन अब कसरी किनिदियो भने त्यो फेरि कतै झुन्डाएको पनि हुँदैन त्यतिखेर अब नयाँ लुगा किन्ने त्यस्तोहरू भनेको त अब दसैँमा त हो अलिकति डिमान्ड राख्ने अनि त्यस्तो लाग्थ्यो अनि भएन त्यतिखेर। अनि पछि 5 क्लासमा चाहिँ अनि हाम्रो ट्यालेन्ट सो भन्ने हुन्थ्यो म स्कुल पनि चेन्ज गरेँ सिद्धार्थ वनस्थली आएँ अनि त्यहाँनिर ट्यालेन्ट सोमा चाहिँ ल आफै कोरियोग्राफ गरेर अनि साइडमा 2जना साथीहरूलाई राखेर अनि नचाहेँ तर कस्तो टेक्निकहरू चाहिँ थाहा नहुँदो रहेछ कि जस्तै अब यता पनि साथी छ यता पनि साथी छ अब घुम्नेवाला स्टेप भयो एउटालाई यताबाट घुमाएँ एउटालाई यताबाट घुमाएँ म चाहिँ कताबाट घुम्नुपर्ने हो खासमा चाहिँ अब ब्यालेन्स भएन नि त कस्तो मन नपरेको क्या अब यतातिरबाट घुम्यो भने पनि 2जना एउटा अब एउटा चाहिँ अर्को भयो यताबाट घुम्यो भने अल्टर भयो कि ल यो सिक्न पाए पनि हुन्थ्यो यस्तो टेक्निकहरू चाहिँ जस्तो लाग्ने कि अब त्यस्तोहरू सिक्न पाएन अब त्यस्तो पायो भने चाहिँ यस्तो कुराहरू चाहिँ सिक्छु जस्तो लाग्थ्यो। अनि पछि एक्लै एउटा कम्पिटिसन पनि भएको थियो 7 क्लासमा गएर चाहिँ अडिसनमा सेलेक्ट भएको थिएँ अनि पछि केही पनि भएन म त्यहाँ चाहिँ 5th भयो कि के भयो मेरो ड्रेस ढिला आएको थियो अनि म रोएँ खोइ के भयो सरले अनि मैले सरले मेरो ड्रेसै आएन भनिरहेको थिएँ अनि सरले के भन्नुभयो म रोएँ अनि त्यसपछि ठ्याक्क अनि भन्नुपर्छ त सरलाई के भनेर भन्नुभयो अनि पछि गएर पर्फर्म गरेँ अब एक्सप्रेसन त्यस्तै थियो होला अनि के भयो थाहा छैन 4थसम्म अनाउन्स चाहिँ 5th भयो भन्ने कुरा भइरहेको थियो केही भएन कस्तो नरमाइलो लाग्यो। अनि त्यसपछि होला झन् भोक जाग्यो कि त्यतिखेर फर्स्ट भएको भए चाहिँ मैले गर्थेँ कि गर्थिनँ मलाई थाहा छैन तर भएन त्यही भएर चाहिँ मैले कन्टिन्यू गरेँ कि अनि नाचिरहन्थेँ जोस जति जे भए पनि कहिले स्याड भइन्छ नि त अनि मान्छेहरूले भनेको सुन्थ्यो कि जस्तै मान्छे डिप्रेसन भएको मान्छेले चाहिँ आफूलाई मनपर्ने कुराहरू चाहिँ छोड्दैन भन्ने थियो अनि जति अनि कहिलेको त अब डिप्रेसन यस्तो फ्रस्ट्रेसन भन्ने वर्डहरू सुरुमा आउँदा त ल म अनि कहिले स्याड फिल हुँदाखेरि त ल म त डिप्रेसन भएँ क्या जस्तो लाग्थ्यो तर अनि फेरि होइन मैले डान्स गरिरहेको छु त्यही भएर होइन डिप्रेसन जस्तो लाग्ने कि अनि त्यो चाहिँ जहिले पनि एउटा साथी जस्तो भयो। अनि पछि भनिहालेँ एसएलसीमा पाइनँ साथी अनि +2मा जाँदाखेरि चाहिँ फेरि हामीले स्टेज पर्फर्मेन्स गऱ्यौँ +2मा अनि त्यतिखेर चाहिँ एकजना साथीले चिनेको
स्टुडियो रहेछ, कल्चरल स्टुडियो। अनि त्यहाँनिर गयो, एउटा साथीभाइ जस्तो गइहालेँ म। अनि गएर अनि कल्चरल डान्सहरू सिक्यो। अनि ल प्रोग्राम गर्नुपर्छ, धेरै टाइम भएको थिएन, अलिकति सिकेको थियो। अनि ल प्रोग्राम गर्नुपर्छ भन्यो भए प्रोग्रामतिरै यसो ध्यान हुने, कोरियोग्राफी गर्ने, प्रोग्राम गर्ने, त्यस्तो भयो। पछि उहाँ साथीले छोड्नुभयो, तर म चाहिँ कन्टिन्यू गरिराखेँ, किनभने त्यो भोक मरिरहेको थिएन। अनि पछि हुँदाहुँदै मोडर्न, अलिअलि कल्चरल गरिन्थ्यो। अनि त्यसरी नै सुरु भयो। जस त्यो कहीँ न कहीँ मसँग नि त्यो कुरा कनेक्ट चाहिँ हुन्छ भयो कि मलाई रिफ्लेक्ट गरेँ कि एउटा पोइन्ट मेरो नि लाइफमा आएको थियो कि त्यस्तै खालको कि हिट हान्ने थियो कि लाइक त्यो स्टेजमा अरूहरूले पर्फर्म गरिरहेछ, म नि गर्न गएको तर पाएन क्या गर्न। अनि एकदम मलाई नि हर्ट भएको थियो कि, अनि मलाई पनि होइन म गर्छु, यो कुरा गर्छु भने त्यो कुराले एकदम मोटिभेसन दिँदो रहेछ क्या। सर्टेन टाइम चाहिँ म नि डिप्रेस टाइपकै फिल भएको थियो, हुन्छ नि अब के हो यस्तो भने पछि त्यो भोइस आउँदो रहेछ कि भित्रबाट, होइन यु आर नट दिस एन्ड यु हेभ टु डु दिस, यु हेभ टु प्रुभ युर सेल्फ भन्ने टाइपको। अनि त्यसपछि चाहिँ मैले पनि त्यसरी नै कन्टिन्यू चाहिँ गरेको थिएँ क्या डान्सको। डान्सकै कुराले फ्रस्ट्रेसन कि अरू कुराले नै पर्फर्म गर्नु पर्ने कुरामा त्यहाँनिर पर्फर्म गर्न जस्तै केही कुराले गर्दा पाएन कि मैले पनि, कि त्यहाँ मेरो नि पर्फर्मेन्स थियो लिस्टमा तर टाइम सक्यो क्या त्यहाँनिर। अनि म चाहिँ त्यति पर्फर्मेन्सको लागि मात्र गएको थिएँ क्या, त्यो हुन्छ नि +2मा। अनि नपाउँदा त कस्तो हुन्छ त, अब साथी पनि छैन, एक्लै हो गएको। अनि कस्तो हुन्छ नि त्यस्तो खालको फिलिङ्स थियो। अनि फर्किँदाखेरि त म त पुरै हुन्छ नि सबजना हाँसिरह, म त पुरै भित्र हुन्छ नि खाली फिल भएको। अनि त्यो मोमेन्टले पनि एउटा हुन्छ नि स्पार्क चाहिँ दिएको थियो, जसरी भन्यो नि जस्तै त्यो मोटिभेसन चाहिँ दिँदो रहेछ क्या त्यो कुरा चाहिँ। च्यालेन्ज लाग्ने कि है, च्यालेन्जको रूपमा लिएर हिँड्नुपर्ने कि भनेको आउटर सपोर्टहरू खासै हुँदैन नि त। ल अब यस्तो भयो ठिकै छ, गर्नुपर्छ थाहा पनि हुँदैन, थाहा नै हुँदैन। जस्तै त्यो भयो। अनि आफू नजिककोहरूले पनि भनौँ न ल गरि त रहेछ, नाचि त रहेछ, त्यो एक खालको च्यालेन्ज लिएर हिँड्यो भने मात्रै डान्समा हिँड्यो, नत्र भने चाहिँ कहाँ पुगेर हराइन्छ थाहै हुँदैन। अनि हजुर कथक, अहिले त कथकमा एकदम गरिरहनु, कथकसँग चाहिँ कसरी जोडिनु भयो त? अब क्लासिकल त मनपर्ने नै हो। अब पहिला क्लासिकल भनेको चाहिँ कुन गीत थियो हाम्रो, सुरमा सुर गीत गाउनु चाहिँ आउँदैन है फेरि मलाई, त्यो वाला क्लासिकल हो भन्ने चाहिँ थाहा थियो कि। अनि क्लासिकलमा त्यो सेतो पहेँलो लुगा, यस्तो बेरेको लुगा लगाउँछ भन्ने, त्यो सुरुवाल, अनि यस्तो अगाडि फ्रक जस्तो, अनि माथि बाहुला भएको यो वाला ड्रेसहरू हो, यस्तो क्लासिकल भन्ने चाहिँ हुन्थ्यो। अनि जस अट्र्याक्ट चाहिँ गरेको थियो क्लासिकल चिजहरूले, अनि सिक्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो। अनि पछि कल्चरल गर्दा गर्दै क्लासिकल टिचरसँग पनि भेट भयो, केपी सर भन्ने हुनुहुन्थ्यो। अनि उहाँ चाहिँ पहिला स्याटरडे क्लास लिन आउनुहुन्थ्यो कि, हामीले सिकेको उता म शिव कैलाश कला मन्दिरमा पहिला कल्चरल गर्थेँ। अनि त्यतिखेर आउनुभयो। अनि त्यसपछि ल क्लासिकल, त्योभन्दा अगाडि पनि मैले हुन त इच्छा त राखिरहेको थिएँ। अनि क्लासिकल त महँगो हुन्छ, 10,000 पर्छ भनेर भन्नुभयो। अनि त्यसपछि त होपलेस भइसकेको थियो, ल नि त यस्तै रहेछ भनेर त्यतिखेर पढाइ स्टुडेन्ट लाइफमा। अनि त्यही डान्स गर्न त अब के हो जस्तो, अब के यहीमा लाग्ने हो भने सोध्यो भने एन्सर हुँदैन थियो। त्यसमा पनि अब 10,000 भन्न थाल्यो भने त छैन। अनि उहाँले सिकाउनुहुन्थ्यो। अनि बिस्तारै मन पर्न थाल्यो भनौँ न, टेक्निकहरू, अनि त्यसको डिसिप्लिनहरू। अनि त्यसरी चाहिँ कहिले नि सिक्न नपाएको रहेछ जस्तो लाग्यो। त्यसरी अब यस्तो गर्नुपर्छ, यो अब मौकै भएन नि त जहिले पनि। ल अब राम्रै गर्दो रहेछ भन्यो, प्रोग्राम ओरिएन्टेड जस्तो भयो, ल गर्ने भनेर भयो। सिक्नै चाहिँ पहिल्यैदेखि मन भएको कुरा चाहिँ त्यसमा पाइयो भनौँ न। अनि त्यो पाएपछि चाहिँ एकदम अन्डरग्राउन्ड भएरै सिक्यो 2 वर्ष जस्तो चाहिँ। अनि सरसँगै बिहान यता एन्जल हट नजिकै छ हाम्रो घरबाट। अनि एन्जल हट स्कुलमा हुन्थ्यो क्लासेसहरू। अनि त्यहाँ बिहान बच्चा भन्नाले 11-12सँग एउटा क्लास लिन्थेँ, फेरि अर्को क्लास लिन्थेँ, फेरि सरको अर्को स्कुलमा क्लास थियो, फेरि त्यहाँ गएर पनि उहाँहरूसँगै सिक्थेँ। हो त्यसरी चाहिँ सिकेँ मैले। त्यसरी सुरु भयो क्लासिकल डान्स। अनि सिक्दै जाँदाखेरि प्रोग्रामहरू चाहिँ खासै भइरहेको थिएन, अनि सिक्न चाहिँ सिकिरहेको थिएँ। त्यो चाहिँ उता पुल्चोक इन्दिरा सङ्गीत महाविद्यालय भनेर पनि छ, त्यहाँ पनि हुन्छ भोकल, तबला, डान्सको क्लासेसहरू।
त्यहीँबाट थाहा पाएँ यस्तो बिस्तारै बिस्तारै लिङ्कबाट नत्र त कहाँ के हुन्छ केही थाहा नै छैन नि। अनि त्यसपछि चाहिँ अनि यता एस्थेटिक डान्स स्टुडियोसँग पनि जोडेँ अनि सिकिरहेको थिएँ। त्यहाँ अडिसन खोल्नु भएको थियो एउटा डान्स ड्रामाको जुन मोर देन अ फेरी टेल भन्ने, अनि त्यसको अडिसनमा आएँ, आन्सर चाहिँ सेलेक्ट भएँ। अनि एस्थेटिकसँग पनि अलि जोडियो। अनि यहाँ चाहिँ अलिकति प्रोग्रामहरू पनि भइरहेको रहेछ। अनि लन त अब फेरि मास्टर्स पनि जोइन गरेँ मैले डान्सको, पछि थाहा भयो। अनि जोइन गरेपछि उता टाइम बेलुकाको टाइममा क्लास हुन्थ्यो, बेलुकाको टाइममा कलेज भयो। सो एस्थेटिक बिहान अनि कलेज गरेर त्यसरी अहिले चाहिँ एस्थेटिकमै पढाउँछु पनि, थ्योरी प्र्याक्टिकल। हजुरलाई घरदेखि चाहिँ कस्तो सपोर्ट हुन्छ कि के छ? डान्स गर्दाखेरि के भन्नुहुन्छ, कस्तो रियाक्सन हुन्छ फ्यामिलीदेखि चाहिँ? डान्स अहिले चाहिँ राम्रो छ। अहिले चाहिँ अब कोही रिलेटिभ्सहरू घरमा आउनु भयो भने पनि अब सबै थाहा हुन्छ नि त, अब रिल्सहरू त्यो देखिरहनु भएको छ, राम्रो गरिरहेछ है, यो अरू केही भन्नुहुन्न, त्यही नै भन्नुहुन्छ कि, त्यही कुरा मात्रै याद हुन्छ क्या, पढाइको कुरा यताको कुरा केही पनि भन्नुहुन्न कि। अनि त्यो हुँदा चाहिँ खुसी लाग्दो रहेछ उहाँहरूलाई। सुरुमा चाहिँ म आफैले नै पुस्ट गरेँ, मैले नै आफूलाई सपोर्ट गरिनँ भने चाहिँ कसले गर्छ जस्तो लाग्थ्यो नि। म आफै पोस्ट गर्थेँ, लाइक गरेँ पनि लाइक नगरे पनि जसले जे भने नि भन्नुहोस्। फेरि म अलिकति रिस्क लिन पनि मनपर्छ, अनि म हालिदिन्थेँ नि पहिला चाहिँ त्यसरी। हुन त फर्स्टमा त हबी नै हो नि त, अब यसलाई कसरी करियर बनाउने भन्ने त अब करियर पनि देखि नै रहेको थिएन, पढाइ पनि के हो थाहै छैन। अनि डान्स चाहिँ यता आर्किटेक्चर जोइन गरेपछि चाहिँ अनि इन्भल्भ थिएँ नि त म त शिव कैलाशमा, कल्चरल डान्सहरू सिक्थेँ भने नि +2 पछि। ब्याचलर्स र त्यो डान्सको प्रोफेसन चाहिँ प्रोफेसनली गएको चाहिँ सँगै टाइम हो कि 2012 तिर हो। अनि यता ब्याचलर्स पनि गर्दै थिएँ, उता डान्स पनि अब एउटै टाइममा पाएँ। अब कुन चाहिँ छोड्ने त छोड्नै मिलेन। अनि फेरि एउटा छोड्दा अर्को नपाउने जस्तो भयो त्यहाँ त। अब डान्सतिर गयो भने पढाइ बिग्रियो भने डान्स गर्न पाइँदैन, अब डान्स छोड्न मन छैन, अनि दुइटैलाई गर्नै पर्ने बाध्यता भयो। फेल भयो भने त ल अब अहिले टाइम ब्रेक लिउँ त भन्ने भयो, पास पनि हुनै पर्यो। अनि फेरि यता पनि रमाइलो थियो, त्यस्तो नरमाइलो त थिएन। त्यही अलिकति फिजिकल्ली टाइम दिनुपर्ने भनौँ न, अब निहुरेर काम गरिराख्नु पर्ने चाहिँ अलिक गाह्रो लाग्थ्यो। तर गर्थेँ, बिहान क्लास गएर अनि बेलुकातिर प्रोग्राम भयो भने ल्यापटपै लिएर गइन्थ्यो नि त कलेज, ल्यापटपै लिएर प्रोग्राम गर्न जान्थेँ कल्चरल। अनि फेरि 12 बजीतिर 11-12 त्यस्तै सो हुन्थ्यो नि त कहिले कहिले कल्चरल सोहरू। अनि फेरि ल्यापटपै बोकेर आयो, अनि राति प्रोजेक्ट गऱ्यो, अनि बिहान 1-2 घन्टा सुत्यो, अनि फेरि कलेज गयो। 1-2 घन्टा? अब त्यो प्रेजेन्टेसनको बेलामा त त्यस्तै हो, अब यता प्रोग्राम पनि त्यही बेलामा छ, प्रेजेन्टेसन पनि त्यही बेलामा छ भने त अब कसरी मिल्दै मिलेन नि। अब त्यो चाहिँ गर्नुपर्छ कहिलेकाहीँ। त्यस्तो कति समय गर्नुभयो? त्यो त खासै लक्किली त्यस्तोहरू चाहिँ नजुत्ने भनौँ न। अब के गरौँ एउटा छोड्नै पर्छ भन्ने चाहिँ भएन, अथवा मैले छोडिनँ कि, तर म्यानेजेबल, मेरो लागि चाहिँ म्यानेजेबल। अनि गर्थेँ, अनि मेरो प्रोजेक्टहरू पनि राम्रै हुन्थ्यो। फेरि मलाई सानो तिनो त्यो त नबुझ्ने, राम्रै गर्नुपर्ने, राम्रो पनि फेरि पहिला गरेको काम होइन, मलाई नयाँ खालको गर्नुपर्ने। अनि ड्याडीहरूलाई पनि गर्न लाउँथेँ मैले मोडलहरू, त बिचरा शनिबार आइतबार बिदा हुन्थ्यो। ड्याडीले नि गर्नुहुन्छ? होइन, मोडलहरू त अब त्यो काट्ने गर्ने त काटिदिनु भन्न त पाइयो नि त, जोडिदिनु भन्न पाइयो। अब ड्रइङहरू त गर्न मिलेन, अब त्यो डिजाइनिङहरू त डिजाइन भइसकेपछि ल पेपरमा यस्तो बनाउने, यो घुमाइदिनु, यो बाँधिदिनु भनेर गर्थेँ। अनि राम्रै हुन्थ्यो। अब हार्डवर्क गर्ने बानी लाग्यो होला, अनि 110 नदिकन चाहिँ मेरो भएको छैन जस्तो लाग्ने कि, अनि गरिन्थ्यो। अनि अप्रिसिएट चाहिँ गर्नुहुन्थ्यो टिचर्सहरूले पनि, उसको काम हेर कतिको छ भनेर भन्नुहुन्थ्यो। अनि पछाडि जाने साथीलाई चाहिँ नरमाइलो, अब ला गलत पो गरेको जस्तो पनि लाग्ने, कहिले त के हो कता म्यानेज गर्ने, कता म्यानेज गर्ने, त्यस्तो हुन्थ्यो। जस हजुरले गरेको लाइक आर्किटेक्चरको चाहिँ हजुरलाई मनपर्ने चाहिँ प्रोजेक्ट चाहिँ कुन छ अहिलेसम्मका? मलाई मन परेको चाहिँ मेरै साथीको एउटा घरको रेसिडेन्स डिजाइन नै मन परेको हो। अनि उसले चाहिँ युएसमा थियो त्यतिखेर, अनि उसको घरको डिजाइन चाहिँ उसलाई मन परेन अरे, एउटा इन्जिनियरले गरिसक्नु भएको थियो। अनि चाहिँ मलाई यस्तो खालको चाहियो भने उहाँले रिफरेन्स पठाउनु भयो, अनि रिफरेन्स पायो, अब यस्तो खालको यो साइटमा भनेपछि त अब केही त नयाँ मलाई नै चाहिन्छ, मलाई नि के बनाउँछु भने थाहा हुँदैन, तर मलाई राम्रो बन्छ भन्ने चाहिँ थाहा हुन्छ, जस्तै पनि हुन्छ भन्ने चाहिँ। अनि बनाएँ, उहाँलाई मन पर्यो, अनि सबैजनाले अप्रिसिएट गर्नुभयो। अनि
पछि त्यो घर बनाएको देखेर यतापट्टि साइडको घरकोले पनि उहाँको घरको डिजाइन अलरेडी भइसकेको थियो अनि होइन मलाई नयाँ बनाउँछ यही घरको इन्जिनियर चाहियो भन्नुभयो अनि उहाँको पनि बनाएँ अनि त्यस्तै हो। त्यो चाहिँ राम्रो लाग्छ, प्राउड लाग्छ कि भनेको अब फेरि घर बनाउने कुरामा सबै थोक चाहिन्छ, जस्तै बजेट चाहियो अनि अब ट्रस्ट चाहियो अनि त्यो कुराहरू सबै हेर्दाखेरि चाहिँ आफूले काम गर्ने पनि सर्टेन कुराहरू अभाइलेबल हुनु पऱ्यो नि त। सो त्यो हुँदाखेरि चाहिँ त्यो चाहिँ राम्रो लाग्छ, प्राउड लाग्छ। अहिले पनि म कति सेयर गरेर आउँछु त्यो के थियो त्यसमा त्यस्तो स्पेसल चाहिँ? स्पेसल चाहिँ स्पेस पनि हो, बाहिर ठ्याक्क लिभिङ रुम ठुलो ग्रान्ड छ अनि किचन पनि ग्रान्ड नै भयो। लिभिङ र किचनलाई एक्वेरियमले डिभाइड गरेको छ अनि ओपन भनेको स्टेयर केस मजाले गएको छ नि, ठ्याक्क बाहिर पनि स्पेस के, बाहिर पनि लिभिङबाट बाहिर निस्केर पनि बस्न मिल्ने खालको स्पेस अनि किचनबाट बाहिर गएर पनि बस्न मिल्ने स्पेस चाहिँ, अनि त्यो दुइटा स्पेस चाहिँ कनेक्ट के। अनि माथि बेडरुमहरू ठुल्ठुलो दुइटा झ्याल भएको, बाल्कोनी भएको अनि बिचमा फ्यामिली रुम भएको, माथि पूजा कोठा छुट्टै, स्टडी रुम, वाकिङ क्लोजेट, अब बिस्तारै भित्र बेडरुमभित्र गएपछि अट्याच टोइलेट अनि वार्डरोबहरू राख्ने छुट्टै वाकिङ क्लोजेट, अट्याच टोइलेट, बेडरुम भयो, सबै राम्रै थियो। यस हजुरले लाइक यो डिजाइनहरूको लागि चाहिँ इन्सपिरेसन चाहिँ कहाँबाट लिनुहुन्छ? इन्सपिरेसन भन्यो भने चाहिँ फेरि मलाई एकदम गाह्रो पर्छ। इन्सपिरेसनहरू चाहिँ राम्रो राम्रो आर्किटेक्टहरू हुनुहुन्छ, जस्तै फ्र्याङ्क लोइड राइट अनि फ्र्याङ्को गेरी अनि जाहा हाडिड, उहाँहरूको चाहिँ आफ्नो पर्सनालिटी बेस्ट पनि हुन्छ। अब त्यही हो, मलाई चाहिँ जानु मन लाग्दैन स्ट्यान्डर्डमा, म चाहिँ मिक्स गरिदिन्छु यताउता, तर एउटा आउनुपर्छ। जस्तै जाहा हाडिडको कुरा गर्नुभयो भने चाहिँ उहाँकोमा चाहिँ अलिक फ्लोई कर्वी खालको आउँछ अनि फ्र्याङ्क लोइड राइट चाहिँ उहाँको चाहिँ अलिकति सार्प जोमेट्रीहरू त्योहरूमा आउँछ अनि एकदम क्लिन खालको डिजाइनहरू। अनि अर्को चाहिँ अलिकति हुन्छ नि पेपर कचाकुचुक गरेर यसरी गऱ्यो, अब त्यहाँ जे सेप बन्यो त्यही बन्यो टाइपको, त्यो मेटलहरू युज गरेर आफ्नो हो। अनि अब हाम्रोमा चाहिँ अब ठाउँअनुसार पनि हो, हाम्रोमा चाहिँ मोडर्न प्लस ट्रेडिसनललाई मिक्स गर्दा चाहिँ मलाई राम्रो लाग्छ पर्सनल्ली। अनि मलाई अलिकति नेचुरल खालको मटेरियल्सहरू जस्तै ब्रिक एक्सपोज, स्टोन एक्सपोज, जस्ट नेचर पनि होस् जस्तो लाग्छ कि मलाई चाहिँ त्यो एलिमेन्टहरू चाहिँ अलि फोकस गर्छु। अनि रमाइलो लाग्छ प्रोजेक्टहरू, आफ्नो सबैको आफ्नो स्पेसालिटी हुन्छ कि। अनि फेरि क्लाइन्टको रिक्वायरमेन्ट पनि छुट्टा छुट्टै खालको हुन्छ। सो सधैँ मैले भनेको जस्तो बन्दैन, उहाँहरूले भनेको जस्तो नि बन्दैन, युनिक भन्छ अनि राम्रो भन्छ अनि कन्भिन्स गर्छु म कति कुराहरूमा, उहाँहरूले पनि फोर्स गर्नु छ ल यस्तै यस्तै भनेर, अनि बिचमा आउने हो। त्यसमा लाइक यो अहिले वास्तु भन्ने हुन्छ, वास्तु पनि हुन्छ, मिक्स हुन्छ। वास्तु त चाहिन्छ नै, खोज्नु नै हुन्छ। वास्तु भनेर सबै मिल्छ भन्ने त होइन, वास्तु त सुरु जग्गादेखि नै चाहियो नि त, जग्गा कता फर्केको छ, चारपाटे चाहियो, अब इरेगुलर मान्दैन वास्तुले, अब त्यो त त्यो अनुसार पनि हुनु पर्यो नि त। अब त्यो हुँदैन, तर जे ठिक छ, जे अभाइलेबल छ, जस्तै त्यसमा चाहिँ बेस्ट के हुनसक्छ, जस्तै गर्नै नहुने कुरा चाहिँ नराख्ने। जस्तै नर्थ इस्ट भनेको इशान कोणतिर चाहिँ भगवानहरूको कोण भनेर भनिन्छ। सो त्यसमा चाहिँ टोइलेटहरू नराख्ने, त्योहरू राख्यो भने चाहिँ डिजिजहरू हुनसक्छ भनेर भन्छ। त्यस्तै गरेर सुत्ने बेडहरूतिर चाहिँ नर्थतिर, त्यो त थाहा भएकै कुरा हो, नर्थतिर टाउको नपार्ने, जस्तै बिमहरूको मुनितिर नपार्ने, त्यहाँ रेन्फोर्समेन्टहरू धेरै हुन्छ, त्यसको असर अर्कै हुन्छ। अब त्यही हो, कोठामा बेडरुमहरूतिर याद गर्ने डिजाइन गर्दाखेरि त्यो भयो। स्टेयर केसहरू क्लकवाइज घुम्नुपर्छ भन्छ, क्लकवाइज डिरेक्ट गरिदिने। किचनहरूलाई अब जस्तै फायर एलिमेन्ट, फायरसँग रिलेटेड भयो नि त, सो साउथ इस्ट साइडतिर किचनलाई राख्ने। यदि मिलेन भने पनि अरू कुनै डिरेक्सनमा इस्ट फर्केर अथवा साउथ फर्केर किचनको स्टोभलाई राख्ने। सो त्यस्तो केही कुराहरू मिलाउन सकिन्छ। अब त्यो मिलेन भन्यो भने चाहिँ अरू स्टोनहरू के गरेर त्यो मिलाउने भन्ने चाहिँ त्यो हाम्रो हातमा परेन, तर डिजाइनमा चाहिँ के गर्न सकिन्छ, अब त्यहाँबाट चाहिँ बेस्ट गरिदिने चाहिँ त्यो त गर्नै पर्छ। अब त्यो चाहिँ नेपालको केसमा चाहिँ
चाहियो के अब त्यो चाहिँ भए पनि नभए पनि बिलिफ सिस्टम हो अनि त्यो चाहिँ मानिदिनु अब उहाँहरूले मान्नुहुन्छ भने हामीले पनि गरिदिनै पर्छ अब त्यो त लङ रनमा हुने कुरा हो नि त आजको भोलि नै हुने त केही पनि होइन वास्तुले तर पनि लङ रनमा चाहिँ राम्रो हुन्छ भने मिलेसम्म चाहिँ किन नमिलाइदिने त्यतिसम्म चाहिँ गर्न सकिन्छ त्यो हजुरले नेचरको एलिमेन्टहरू होइन यो वास्तु भयो डान्सको चाहिँ केही कुराहरू छिर हुन्छ कि हुँदैन लाइक त्यो केही सेन्सहरू डान्सको पनि जस्तै इमेजहरू क्रिएट गर्न सकिन्छ अलिकति डाइनामिक चाहिँ गर्न मन लाग्ने कि जस्तै अलिकति रोटेटिङ खालको हुन त अहिले कति छन पनि छ ठ्याक्कै बिल्डिङहरूको नामै त मलाई याद छैन तर पनि आइरहेको हुन्छ नि त भिजुअलहरू जस्तै सनको डिरेक्सन अनुसार कोठाको रुमको झ्यालहरू रोटेट हुने त्योहरू बाहिरतिर चाहिँ छ मेकानिजमहरू अनि त्यस्तो अलिकति डाइनामिक बनाउन चाहिँ रमाइलो लाग्छ अब त्यो चाहिँ अहिले प्र्याक्टिकल्ली अब त्यतिको प्रोजेक्टसँग म कनेक्ट नभएर पनि होला कलेज लाइफमा चाहिँ हुन्थ्यो कलेज लाइफमा चाहिँ कनेक्ट गर्न चाहिँ ट्राई हुन्थ्यो जस्तै कन्सेप्ट बनाउँदाखेरि पनि डान्ससँग रिलेटेड बनाइने त्यस्तोहरू चाहिँ हुन्छ त्यो चाहिँ आउँछ नै अब त्यो आउनु पनि पर्छ किनभने मैले त्योबाट बेस्ट निकाल्न सक्छु होला नि त अब मेरो स्पेसियालिटी पनि त्यही नै हो नि त भन्ने पनि हो युनिक पर्सपेक्टिभ निस्किन्छ अनि अरूले के भन्लातिर म सोच्दिनँ अनि मेरो राम्रै हुनुपर्छ म फर्स्ट नै हुनुपर्छ भन्ने पनि सोच्दिनँ मलाई चाहिँ नयाँ चाहिँ गर्नुपर्छ मलाई चाहिँ मजा आउनुपर्छ फेरि हामी डान्सतिरै जाऊँ होइन डान्समा हजुरले अहिले के एस्थेटिकबाट समथिङ एउटा प्रोजेक्ट गर्नुभएको छ नि कि पाइलट प्रोजेक्टमा हजुरले त्यसमा के अवार्ड पनि पाउनुभयो यो चाहिँ अहिले सुरेश मिश्र अवार्डको लागि हो हजुर यसमा चाहिँ मैले त्यही स्टोरिज इन मोसनको प्रपोजल राखेको थिएँ अनि लास्ट टाइम गरेको चाहिँ रेजिलियन्ट विस्पर भन्ने हो त्यो चाहिँ एउटा लेभल 3 को कोर्सपछि स्कलरसिप पाउनेवाला प्रोजेक्ट थियो अनि त्यो चाहिँ त्यही सेलेक्ट भएर पाएको त्यो चाहिँ अर्कोवाला प्रोजेक्ट भयो यो चाहिँ हुँदैछ भर्खर यो चाहिँ भर्खर अस्ति अडिसन लिए अब बिस्तारै हुँदैछ जस्तै हजुर उता कुन एउटा उमा गएर सिकाउनु भएको थियो अर्फनेजमा गएर रेस्टा फाउन्डेसन छ त्यहाँ चाहिँ त्यही आफ्नो प्यारेन्ट्सहरू नभएको अथवा भए पनि उहाँहरूले हेर्न नसक्ने स्थितिमा हुनुहुन्छ भने चाहिँ त्यस्तो खालको चाइल्डहरूलाई ल्याएर राख्नु भएको रहेछ अनि मैले त्यही प्रोजेक्टमा चाहिँ त्यस्तो बच्चाहरूलाई सिकाउने किनभने उनीहरूले पाएको हुँदैन त्यस्तो अपर्च्युनिटीहरू अब जस्तै आफ्नै लाइफमा पनि भनौँ न म सिक्ने भन्दा आफ्नै माउन्टहरूलाई खनाउँदा पाइनँ बिचरा उनीहरूले के पाउला र जस्तो लाग्यो कि अनि त्यो चाहिँ पाउनुपर्छ त्यो फ्रिडम चाहिँ मैले पनि फ्रिडमकै लागि चुज गरेको त हो आर्टहरू सो त्यो फ्रिडमहरू चाहिँ सबैले पाउनुपर्छ भन्ने जस्तो लागेर चाहिँ उहाँहरूलाई मैले अप्रोच गरेको अब उहाँहरू मात्रै चाहिँ होइन त्यो चाहिँ अब एउटा इक्जाम्पल हो सानो एउटा स्याम्पल अथवा पाइलट प्रोजेक्ट नै भनौँ न त्यो लिएको भयो नि त अनि उहाँहरूले एक्सप्रेस गर्ने कुराहरू जस्तै कति कुराहरू रिलिज हुन्छ नि त मेन्टल्ली फिजिकल्ली पनि अब बच्चाहरूको एज भनेको फेरि त्यस्तै हो एउटा टाइममा पुगेपछि कस्तो कन्सियस हुन थाल्छ अनि त्यो अलि एक्सप्रेसिभ पनि हो प्लस टेक्निक स्किलहरू पनि हो अनि अचेल चाहिँ कति डान्सहरूको भिडियो रिल्सहरू आएर पनि उहाँहरूलाई इन्ट्रेस्ट लाग्छ नि त म डान्सर बन्छु भनेर त्यहाँ कति बच्चाहरूले भन्नुहुन्थ्यो कि मेरो एम चाहिँ डान्सर बन्ने हो भनेर मैले सानो क्लिपहरू पनि राखेको थिएँ अनि त्यहाँ भन्नुभएको थियो अनि त्यो हुने चाइल्डहरूलाई चाहिँ एक खालको मेमोरी हो नि त त्यो चाइल्डहुड मेमोरी भनेर त फेरि कस्तो बस्छ नि त अनि यो टाइममा आएर यति सिकेको थियो भने पनि क्या खतरा अब हामीलाई पनि त्यस्तो त्यो एउटा सरले अगाडि पठाएर ल यति गरेर सिकाउ त भनेको त कस्तो याद हुन्छ नि त अब त्यस्तो मेमोरी चाहिँ दिम जस्तो लाग्छ आफ्नो ठाउँमा पुगेपछि अब त्यही गर्ने रहेछ खासमा चाहिँ आफूले नपाएको कुराहरू चाहिँ अरूलाई पाओस् जस्तो अब जे थियो जे भएन त्यो चाहिँ अरूलाई होस् भन्ने चाहिँ लाग्दो रहेछ सो त्यही अनुसारले उहाँहरूलाई लिएको थियो अनि मैले कोर्सेसहरू त्यही सिकाएँ क्लासेसहरू स्टेप्सहरू सिकाएँ सर्टेन कम्पोजिसन सिकाएँ एउटा कोरियोग्राफी पनि गरेँ अनि लास्टमा चाहिँ फ्ल्यास मब गरेको थिएँ उता पाटन र बसन्तपुर एरियामा भाइ बहिनीहरूले नै पर्फर्म गर्नुभयो हजुर अनि पहिला मैले एउटा क्यान्सर डेमा पर्फर्म गरेको थिएँ फ्ल्यासमा अनि रमाइलो लागेको थियो कि एउटा ठ्याक्क बिचमा जाने अनि मान्छेहरू हिँडिरहेको हुन्छ अनि स्टार्ट गऱ्यो अनि सबै जम्मा हुँदै जान्छ अनि लास्टमा पनि उहाँहरू पर्फर्म गरेर सक्दा चाहिँ टन्नै मान्छे हुनुहुन्थ्यो अनि त्यो क्राउड देख्दा त्यो
हुटिङ देख्दा चाहिँ रमाइलो लाग्यो। अनि जसलाई चाहिँ बन्न मन छ त डान्सर बन्न मन छ, डान्स स्टेप केही सिक्न मन छ उहाँलाई त त्यो रमाइलो लाग्छ नि त, एउटा टेस्ट पनि भयो नि त। सो खुसी लाग्यो। केही कति कुराहरू लर्निङ भयो, सबै कुरा पर्फेक्ट सोचे जस्तो त भएन, अलिकति धेरै पनि सोचिन्छ। म्यामले जहिले भन्नुहुन्छ धेरै महत्त्वकाङ्क्षी नबनायो अनमी भने। अनि तर ठिकै छ, जे भयो राम्रो भयो। अनि अब नेक्स्ट प्रोजेक्टको लागि अझ मोर एक्सपिरियन्स भयो, अब यो प्रोजेक्ट अझै राम्रो हुन्छ भन्ने कुरामा चाहिँ होपफुल छु। त्यो हजुरले त्यसमै हो अवार्ड पाएको चाहिँ कि कुन चाहिँ अवार्ड? सुरेश मिश्र अवार्ड। हजुर। सरको त्यो अवार्ड चाहिँ लास्ट इयर, अब यो चाहिँ स्टोरिज इन मोसन नयाँ प्रोजेक्टको लागि पाएको हो। अनि त्यसमा चाहिँ सर्टेन बजेट उहाँहरूले छुट्याउनु भएको छ, जस्तै उहाँ एक्सपायर हुनुभयो नि त सर उहाँ, अनि उहाँको लेगेसी चाहिँ रहिरहोस् भनेर चाहिँ यस्तो एउटा इनिसिएटिभ लिनुभयो भनौँ न नम्रता म्यामले, एस्थेटिक डान्स स्टुडियोको फाउन्डर। अनि भने उहाँ गुरुको पनि गुरु हुनुहुन्छ नि त। सो कस्तो राम्रो काम। अनि यसमा चाहिँ के गर्न सकिन्छ भनेर सोच्दाखेरि चाहिँ मैले यो प्रोजेक्ट सोचेको। यसमा चाहिँ मैले बच्चाहरू जसको चाहिँ हबीहरू सेट भइसकेको छ नि, जस्तै अब मलाई चाहिँ यो मनपर्छ भने 7, 8, 9मा, अनि उहाँहरूको हबी चाहिँ कहाँसम्म जान सक्छ, अथवा के छ त बाहिर स्कोप, बाहिर फिल्डमा भएको मान्छेहरूले के गरिरहनु भएको छ त, उहाँहरूले सोचेको जस्तो छ कि छैन, अथवा के हुनसक्छ भन्ने चाहिँ उहाँहरूलाई एउटा आइडिया होस्। किनभने 10 पढ्यो, +2 गऱ्यो, त्यसपछि त एउटा करियरमा लागेपछि त फेरि कहाँबाट ब्याक हुने, कि त प्यारलल लानु पऱ्यो कि त छोड्नु नै पऱ्यो। अनि त्यही भएर त्यो कुराहरू चाहिँ अगाडि नै थाहा भयो भने चाहिँ राम्रो हुन्छ। अब जस्तै मलाई पनि थाहा थिएन डान्स पढ्न मिल्छ, त्यो गर्न मिल्छ, यसमा करियर छ, जस्तै कतिलाई थाहै छैन। थाहै छैन नि। हो, कहाँ पढ्ने चाहिँ कहाँ हो त? अहिले चाहिँ धेरै +2 कलेजहरूमा छ अहिले चाहिँ 6 टन नै। अनि ब्याचलर्स पनि छ, जस्तै पिकेमा छ, अनि ललित कलामा छ, सृजना भन्ने छ, यता 2-3 ठाउँमा छ भनौँ न। अनि मास्टर्स चाहिँ अहिले पिके क्याम्पसमा मात्रै छ, अनि त्यहाँ चाहिँ गर्ल्सले मात्रै पाउनुहुन्छ स्याडली अहिले चाहिँ। अब बिस्तारै हुन्छ होला, ललित कला क्याम्पसमा हुने भन्ने कुरा चाहिँ धेरै अगाडिदेखि भइरहेछ। होप गरौँ अहिले चाँडै हुन्छ। त्यो अघिको कुरा कन्टिन्यू गर्नु नि त, के भन्दै हुनुहुन्थ्यो? त्यो मैले बिचमा फेरि ब्रेक गराएँ। कुन चाहिँ होला? स्टोरिज इन मोसन त्यसैको बारेमा के भन्दै? त्यही उहाँहरूको एउटा डिरेक्सन मेन्टरसिप जस्तो दिनको लागि चाहिँ, अनि डिफ्रेन्ट सेसन्सहरू गराउने, नम्बर अफ सेसन्स लाइक 10-12वटा। त्यसमा चाहिँ हरेक टाइम चाहिँ नयाँ कथक प्रोफेसनललाई बोलाउँछु, उहाँको जर्नीहरू सुन्ने, अनि उहाँले केही टिप्सहरू दिनुहुन्छ होला नि त, बिगिनर्सको लागि चाहिँ यो टिप्स चाहिँ राम्रो हुन्छ भन्ने खालको। त्यो चाहिँ डिफ्रेन्ट मान्छेको लागि डिफ्रेन्ट टिप्स हुनसक्छ। अनि त्यो चाहिँ सेयर गरिदियो भने, चाँडै थाहा पायो भने, जति चाँडै थाहा पायो त्यति राम्रो नि त। कहिले कहिले लाग्छ नि हामी सिक्दै गर्दाखेरि पनि, ल यो कुरा त 1 वर्ष अगाडि थाहा पाएको भए त म क्या खतरा आउने रहेछु। अनि त्यस्तो कुराहरू चाहिँ दिन मन लाग्यो मलाई। अनि त्यही भएर बेसिक स्टेप्सहरू चाहिँ मै सिकाउँछु, मेरो नलेज पनि हुन्छ। अनि हाफ सेसन चाहिँ त्यो हुन्छ, अनि हाफ सेसन चाहिँ उहाँहरूको त्यही टिप्सहरू अलिकति दिने, त्यसपछि उहाँहरूको जर्नीहरू सुन्ने, अनि उहाँहरूको केही कुरा राम्रो लाग्छ अथवा राम्रो लाग्दैन, के इन्सपिरेसन लिन सकिन्छ, लिन सकिँदैन, के कसैको लागि त्यो इन्सपिरेसन हुनसक्छ, कसैको लागि लर्निङ हुनसक्छ। अनि उहाँहरूको सुन्ने। जस्तै अब हामी चाहिँ गइसकेपछि थाहा हुन्छ नि त, उहाँ चाहिँ खतरा मान्छे हुनुहुँदो रहेछ, यो गर्नु भएको रहेछ भन्ने, त्यो चाहिँ उहाँको मुखबाट किन नसुन्ने? अनि त्यो पहिलाको जेनेरेसन र अब आउने जेनेरेसनलाई किन नजोड दिने भनेर म चाहिँ त्यो मिडियम बन्न चाहेको यो प्रोजेक्टमा चाहिँ। अनि रमाइलो लाग्यो मलाई पनि। अनि रमाइलो चाहिँ लाग्नुपर्छ प्रोजेक्टहरू गर्दाखेरि। अनि मैले पनि हरेक पल्ट नयाँ नयाँ टिचरहरू छ, मलाई लाग्थ्यो नि त एउटा टाइममा, म चाहिँ डान्स कम्युनिटी चाहिँ कस्तो होला त, यसको मान्छेहरू चाहिँ कस्तो छन्, के गर्छन्, अनि त्यो देख्न भिज्न मन लाग्ने। अब चाहिँ म छु नि त एउटा कम्युनिटीमा। अनि अब यता पहिला सिकेँ, एस्थेटिकमा छु, पहिला अर्कै इन्स्टिट्युटमा सिकेँ, अहिले डान्समा मास्टर्स गर्दा धेरै पर्सनालिटीहरूलाई चिने, प्लस यता भैरव बुवा भनेर
भैरबबहादुर थापा भनेर उहाँले एउटा डान्सको नोटेसन बुक लेख्दै हुनुहुन्छ, उहाँ चाहिँ केपी सरको थ्रुबाट मैले चिनेको हो। सो त्यसमा पनि उहाँबाट पनि धेरै मान्छेहरूलाई चिने। डान्सको नोटेसन भन्नाले डान्सको मुभमेन्टलाई चाहिँ कसरी नोटेट गर्ने भन्ने। अनि त्यो चाहिँ उहाँले 65 इयर्स लगाएर लेख्नु भएको बुक छ कि एउटा। अनि त्यसको चाहिँ लास्टको फेजमा चाहिँ म पनि इन्भल्भ हुन पाएँ। सो त्यसरी यो कम्युनिटी चाहिँ म अगाडि नै देखाइदिन्छु उहाँहरूलाई। अब त्योभन्दा किनभने एउटा सर्टेन पुगेपछि योभन्दा नेक्स्ट स्टेप भन्ने हुन्छ नि त, नत्र त उहाँहरूले गरेको कुरालाई किन रिपिट गरिराख्ने त, त्यहाँबाट केही सिक्ने अथवा योभन्दा बेटर गर्ने भनेर चाहिँ त्यो प्रोजेक्ट हो। त्यही डान्स नोटेसनको चाहिँ त्यो पनि अर्को इन्ट्रेस्टिङ टपिक हो। डान्सलाई लेख्न मिल्छ भन्ने कुरा त कसरी इमेजिन गर्ने होइन। त्यही होइन, यो कुरा आएको थियो हामीले अहिले रिसेन्टली हामीले पनि सोचिरहेको थियौँ एकजना दाइसँग कुरा हुँदाखेरि। अनि त्यसको बारेमा हल्का रिसर्च गर्दाखेरि चाहिँ अलिकति धेरै नै कम्प्लिकेटेड हुन जाँदो रहेछ क्या। त्यसमा चाहिँ लाइक डान्सको लाइक अब म्युजिकको त नोटेसन इजी हुन्छ, जस्ट म्युजिक त टाइममा हुन्छ र टाइमलाई रिप्रेजेन्ट गर्ने हो। डान्समा त टाइम प्लस अब भनौँ न मुभमेन्ट छ, स्पेस पनि आयो होइन, अनि डाइनामिक्स, त्यो फास्ट स्लो होइन, लेभल्सको कुरा, डिरेक्सन, यो सबै कुरा चाहिँ त्यस्तो धेरै त्यो सटल कुराहरू धेरै आउँदाखेरि चाहिँ मैले नि एकचोटि हेरेको थिएँ रिसेन्टली। अनि एकदम कम्प्लिकेटेड लाग्यो कि ल मेरो बसको त बात होइन भन्ने भयो थियो। अहिले सुन्दाखेरि चाहिँ ल के रहेछ भनेर बुझ्न मन लाग्यो। यो चाहिँ गाह्रै टपिक हो। पहिला चाहिँ बेनिस डान्स नोटेसन र लाभान डान्स नोटेसन भनेर पहिला छ, तर त्यो चाहिँ अल ओभर युज गर्न मिल्दैन, त्यो चाहिँ मेनली ब्यालेको लागि थियो। अनि पछि आएर चाहिँ ट्राई गर्नुभयो अरे कतिजनाले भन्ने त छ। अनि कोही चाहिँ अब गर्दा गर्दै अब मेन्टल अब के मात्रै हो त्यस्तो भयो भने पनि छ। अनि मैले त्यही बुवासँग भेट्दाखेरि पनि 65 भनेको त सानो इयर्स होइन नि त, एउटा कोही मान्छेको त लाइफ स्पान नै हो कि त्यो। उहाँ अहिले 93 इयर्स हुनुभयो। सो अझै पनि काम चाहिँ भइरहेछ त्यसमा। अनि कम्प्लिट चाहिँ भयो, तर पनि त्यो लास्टको भनौँ न अरू ल्याङ्ग्वेजहरूमा निकाल्ने अनि त्यस्तै अलिकति बाहिर ल्याउने कामहरू चाहिँ हुँदैछ। अझै त्यो पब्लिक त भएको छैन। पब्लिस चाहिँ भयो, तर पनि इङ्ग्लिसमा चाहिँ अलिकति ट्रान्सलेट पनि भइसक्यो। इङ्ग्लिसमा नि अलिअलि त्यो एडिटर चित्त नबुझ्ने, उहाँ फेरि अर्को पर्फेक्सनिस्ट। ल छोरी मैले त यो लेख्छु भने थियो, कस्तो सुन्यो एकचोटि सुनिदिनु त अनि भनिदिनु त भन्यो। अनि ल भयो भनेपछि होइन, अनि फेरि अर्को दिन आएर मैले त यसरी सोचेँ, अहिले हेर त अहिले झन् खतरा भएको छ भन्ने कि एउटै पानामा। अनि त्यो अनि उहाँले स्टोरी सुनाउनु हुन्थ्यो कि, जस्तै कसैको बिहे भएको थिएन अरे, बिहे भयो अरे, छोरा जन्म्यो अरे, छोराको व्रतबन्ध भयो अरे, छोराको बिहे भयो के भइसक्यो, तर पनि बुक सकेको छैन कि। अनि त्यस्तो टाइम लागेर बनेको बुक हो भनौँ न। अनि त्यसमा चाहिँ छ हजुरले जुन कुराहरू भन्नुभएको छ नि, जस्तै जिउको अर्ग्यान्सहरू, जस्तै कुन अर्ग्यान्सलाई कुन सिम्बलले देखाउने त्योहरू भयो। त्यस्तै गरेर लेभल्सहरूको कुरा, अनि हात बेन्ड गर्दा पुरै बेन्ड गराएछ भने कति देखाउने, हाफ अथवा पार्सियल थोरै गर्दाखेरि कसरी देखाउने, अनि डिरेक्सनहरूको कुरा, जस्तै अघि हामीले उता पनि कुरा गरेँ नि आर्किटेक्चरमा, जस्तै नर्थ इस्ट, नर्थ साउथ इस्ट, त्यो भनेर कसरी देखाउने, अनि ओरिएन्टेसन के हुन्छ, अनि कुन बिट हो, कुन पेस हो, मिडियम पेस हो कि फास्ट पेस हो कि स्लो पेस हो, अब बिचमा पज हुँदाखेरि के स्टेपले देखाइरहेछ, कुन सिम्बलले देखाइरहेछ, अनि त्यो सबै छ के। त्यो चाहिँ के भन्छ त्यसलाई, एक्सपेरिमेन्टेडै हो भनौँ न, किनभने त्यसमा चाहिँ 9वटा कन्ट्रीको डान्सको नोटेसन नै लेखेर देखाइएको छ। 9वटा स्टाइलै छ, डिफ्रेन्ट स्टाइल नै छ, 9वटा स्टाइल नै छ। अनि त्यसमा हामीले पनि पछि हामी पनि एज अ एक्सपेरिमेन्ट भित्रै पऱ्यो भनौँ न, किनभने त्यो बुकको एडिटिङ हुने फेजतिर गएको थियौँ हामी। अनि त्यतिखेर एडिटिङ हुँदाखेरि पनि कति सिम्बल्सहरू चाहिँ कसरी एडिट भनेको कसरी रिप्रेजेन्ट गरिदो रहेछ, प्लस त्यसमा केही मोडिफाई गर्नु पर्यो भने कसरी गरिदो रहेछ भन्ने कुराहरू चाहिँ हेऱ्यो भनौँ न। अब त्यतिखेर चाहिँ सुरुमा हामीले सिक्दाखेरि अथवा हेर्दाखेरि चाहिँ ल के हो कि अब फेरि त्यो बुक पढ्न पनि कति टाइम लाग्ने, बुझ्दै नबुझ्ने, अगाडि पढ्दै गयो पछाडि पुग्यो अगाडिको बिर्सिसक्यो कि अब खुम्चाउनेलाई के थियो अब
यता फर्किनुलाई के थियो, छातीको सिम्बल के थियो, घुँडाको सिम्बल के थियो, सब बिर्सिसक्यो। अनि अगाडि पल्टाउँदै पछाडि पल्टाउँदै अगाडि पल्टाउँदै पछाडि पल्टाउँदै त्यो सक्यो भनौँ न। अनि त्यो त कहीँ नभएको ज्ञान हो नि त, कहीँ नै छैन नि त वर्ल्डमा। ल मैले के लिएँ कि अब के कहाँ अब यो युज भएन भने त छैन नि त। फेरि कस्तो गाह्रो गरेर अनि के हो जस्तो भएको थियो। अनि कभर पेजमा एउटा टेबल नै छ कि, जस्तै स्टाफ नोटेसनको नि टेबलमा हुन्छ त्यसमा नि 4 बिटको लागि एउटा टेबल बनाइएको छ। त्यसमा खुट्टाको टेबल छुट्टै छ, अनि ह्यान्ड मुभमेन्ट्स बडी मुभमेन्ट्सको बिट वाइज टेबल छुट्टै छ, तल कुन बिटमा भनेर छ, त्यसमा के बोलहरू आउँछ भनेर पनि छ। अनि अथवा त्यसमा के इन्स्ट्रुमेन्ट लयमा के छ, त्यो बिटमा तालमा के छ, अनि पेस कुन छ भनेर माथि पनि भनेको छ। त्यो फर्स्ट कभर पेजको टेबल जब मैले रिड गर्न सकेँ नि, त्यसपछि चाहिँ ल ठिक रहेछ जस्तो आयो। त्यहाँसम्म नपुग्दा चाहिँ ल के हो अब फेरि बुवाले भन्नुहुन्छ यो बुकको सबसे फर्स्ट गुरुआमा गुरु बुवाहरू हुनुपर्छ भनेर भन्नुहुन्छ। अब टिचर बन्नु छ त्यहाँ बुझेको छैन जस्तो भयो त्यो बिचमा पुग्दा चाहिँ। अनि त्यति पुगेपछि चाहिँ अनि अलिक कन्फिडेन्स आयो। अनि पछि हामीले पनि 3टा डान्सको चाहिँ नोटेसन गऱ्यौँ, जस्तै कथकको, अनि मलेसियन डान्सको, अनि अफ्रिकन साम्बा डान्सको। 3टा डान्सको चाहिँ सबै डान्स त सिकेको छैन, तर भिडियो हेरेर त्यसलाई कसरी नोटेट गर्न सकिन्छ त्यो चाहिँ हामीले गर्नलाई सक्सेसफुल भयो नि त। सो त्यसपछि चाहिँ ल ठिक छ भन्ने चाहिँ भयो। त्यो लाइक स्टाइल बेस्ड अनुसार त्यहाँ नोटेसन चेन्ज हुन्छ कि त्यही एउटै त्यहाँको सिम्बलहरूले नै रिप्रेजेन्ट गर्न मिल्ने खालको चाहिँ त्यो? सिम्बलहरूले नै रिप्रेजेन्ट गर्न मिल्छ अहिले चाहिँ, किनभने हरेकमा चल्ने भनेको चाहिँ हात खुट्टा जस्तो 1 2 3 4 नै त हो, तर त्यसलाई चाहिँ कुन बडी ल्याङ्ग्वेजमा गरेको छ त्यो फरक पर्ने हो नि त। बडी ल्याङ्ग्वेज चाहिँ अब कुन पार्ट बडी खुम्चेको छ त्यो देखाइदियो भने त त्यसको ल्याङ्ग्वेज आइ नै हाल्छ। लाइक मेरो दिमागमा आएको क्वेसन चाहिँ यसलाई चाहिँ लाइक हुन्छ नि यो युज चाहिँ कहाँ गर्ने, कसरी यसलाई युज गर्न सकिन्छ होला भन्ने चाहिँ क्वेसन हो। युज चाहिँ जसरी हामीले पढ्छौँ नि, जस्तै कथक भनेको के हो, यसको हिस्ट्री के हो, जस्तै कहाँबाट आयो, किन यसलाई कथक भनिन्छ, अनि यसको घरानाहरू के हो भन्ने जस्तै गरेर नोटेसन पनि पढ्नु पर्यो। अब त्यो पढ्नको लागि चाहिँ त्यही सिम्बल्सहरू याद हुनु पर्यो। अनि त्यो पढेर चाहिँ के भन्नको लागि चाहिँ फेरि मोडिफिकेसन्सहरू कति हुन्छ नि त, हामीले पनि एक्सपिरियन्स गरेको छौँ। जस्तै आज सिकेको कोरियो 2 महिनापछि फेरि सम्झेर गऱ्यो भने त्यो त्यही हुँदैन। अब त्यसको लागि एउटा प्लस पोइन्ट भयो, रिटर्न भयो। अब यहीँ हुनुपर्छ, यो यता त थियो तर ठ्याक्क यही लेभलमा हुनुपर्छ, त्यहाँ लेखेकै छ नि त। अब कसैले नाइ भन्नै मिलेन, त्यहाँ त 2-3 थरी कुरा हुन्छ नि त हाम्रो स्टुडियोमा हो कि होइन। अस्ति म्यामले यस्तो भन्नुभएको थियो भन्छ, मलाई पनि त्यही हो जस्तो लाग्छ, उसलाई पनि त्यही हो जस्तो लाग्छ। अब के गर्ने भन्दा त जुन नाम देख्छ त्यही गर। अब कस्तो इन्जस्टिस भयो कि आफ्नो यताबाट गइसकेको हुन्छ नेचुरल रिदम। अब याद छ नि त आफूलाई, त आफूले देखेको हो जस्तो लाग्छ नि त। अनि तर त्यो लेखिदिएपछि चाहिँ त्यो कन्फ्युजन भएन। अनि कति कुराहरू चाहिँ यसरी नै फेड हुँदै जान्छ नि त। अब कति पहिलादेखिको नाच्दै त अब सबैभन्दा पहिला नै निस्केको आर्ट नै डान्स, जस्तै चलाएर बोल्ने गर्ने भन्दा पनि सुरुमा त निस्केकै डान्स हो भनिन्छ नि त। सो त्यो कति अगाडिदेखि चलिआएको कुराहरू चाहिँ मोडिफाई हुँदै 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 आएर के भइसक्यो होला नि त। अब त्यो त हुन पाएन नि त। अब आजको लागि हुन त योभन्दा अगाडिको त कति भयो होला, तर आजको लागि त आजको डान्स भनेको त पछिको टाइमको लागि त हिस्ट्री हो नि त यो। सो त्यो मेटिने भएन। अब हामीले अहिले सुरु गऱ्यो भने चाहिँ हामी हिस्ट्री भन्ने भयो। अनि त्यसपछि अर्को भनेको चाहिँ डान्स सिकाउनको लागि त्यही ठाउँमै जानु परेन। जस्तै यहाँ बसेर नोटेसन गरेर उसले पनि बुझ्छ, तपाईँले पनि बुझ्नुहुन्छ भने चाहिँ त्यो डान्स जहाँ बसेर पनि सिक्न सकिने भयो। टेक्निकल्ली यहीँ हुनुपर्छ, नत्र बिर्सिन्छ नि त। जस्तै आँखा कहाँ हुनुपर्छ, हात कहाँ हुनुपर्छ, सबै भन्न पनि भ्याइँदैन कति कुराहरू त। अनि त्यो टक्क टेक्निकल्ली नै करेक्ट भयो नि त। त्यही त सिक्न पनि टाइम लाग्छ होला नि त सोच्दाखेरि त। फेरि सिक्न चाहिँ हाम्रो लागि चाहिँ अलिकति इजी पनि भयो, किनभने हामी अथरसँग पनि बस्यो। अनि 3 to 6 months चाहिँ लाग्छ अझै हुन त। मलाई त अझै मोर इजी लाग्यो, किनभने म आर्ट पनि अलिकति इन्ट्रेस्ट नै भएको भएर अब कोरिहाल्न पनि सक्छु। अब सिम्बोलिकल्ली बुझ्न याद गर्न भिजुअलमा पनि राम्रै भएको जस्तो लाग्छ म आफूलाई चाहिँ। त्यही भएर चाहिँ मलाई सजिलै लाग्छ, अनि गर्न पनि मलाई सजिलै लाग्यो। तर
कोर्नै नआउने मान्छेलाई अब आर्टहरू अलिकति गाह्रो, भिजुअलमा गाह्रो हुने मान्छेलाई चाहिँ अलिकति टाइम लाग्न सक्छ। तर यो चाहिँ सिस्टमेटिक नै छ, सिम्पल नै छ। भनेको सिम्बल एकदमै गाह्रो छैन कि। अब जस्तै खुट्टाको सिम्बल एउटा छ, अलिकति खुट्टासँग रिलेट हुने खालको भनौँ न, याद गर्न सजिलो अनि जति सक्दो सिम्प्लिफाइड छ। अनि एउटा एकचोटि सिम्बल्सहरू याद गरेर पछि एउटा पोइन्टमा पुगेर एउटा आइसकेपछि चाहिँ फेरि रिभाइज गर्न त त्यो कुनै गाह्रो काम भएन। अनि यो चाहिँ अलिकति अगाडि पछाडि गरिराख्नु पर्ने भएको फिल भयो नि त हामीलाई। त्यही भएर मैले यता डान्सको थेसिसमा चाहिँ यसकै गाइड बुक जस्तो थेसिसलाई किन नबनाउने भनेर चाहिँ मैले त्यसलाई सिम्प्लिफाइड हुन्छ नि जिस्ट जस्तो त्यो लेखेको छु आफ्नो डान्सको थेसिसमा चाहिँ। अब मैले एउटा अपर्च्युनिटी पाएँ नि त अथरसँगै बसेर बुझ्ने अनि एक्सपेरिमेन्ट गर्ने, सोध्ने, त्यो सबैले नपाउला। सो मेरो एक्सपिरियन्स पनि कसैको लागि हेल्पफुल हुनसक्छ भनेर चाहिँ मैले त्यो काम गरेको। अनि बुवाले नि भन्नुहुन्थ्यो जहिले नि डिक्सनरी जस्तो बनाऊँ न, मैले पो यो बुक निकालेँ, यसबाट तिमीहरूले धेरैवटा बुकहरू निकाल्न सक्छौ भनेर भनिरहनुहुन्थ्यो। अनि एकदमै उहाँ पनि एकदमै धेरै इन्सपिरेसनल, धेरैवटा कुराहरूमा जस्तै लेख्नु पनि हुन्छ, बुकहरू अनि कविताहरू अनि आफ्नो कहानीहरू अनि त्यस्तै गरेर एस्ट्रोलोजीहरू पनि आउने, आयुर्वेदहरू पनि आउने, जस्तै यो खानुपर्छ यस्तो भन्ने सबै नलेज भएको। अनि यता पोलिटिक्समा पनि सबै कुराहरू थाहा भएको, इन्ट्रेस्ट राख्ने, अहिले पनि डेली न्युज पेपर पढ्ने, जस एकदम इन्सपिरेसन। 93 अब 94 लाग्नुहुन्छ होला यो फागुनमा जस्तो लाग्यो त्यस्तै। अनि यस्तो मान्छेहरू भेट्न पाइरहेछु, सिक्न पाइरहेछु। अहिले चाहिँ लिभिङ माई ड्रिम जस्तो। उहाँले लाइक यो बुकको इन्सपिरेसन कहाँबाट आयो के भन्नुपर्छ त्यस्तो कि उहाँलाई चाहिँ? उहाँ चाहिँ डिफ्रेन्ट कन्ट्रिजहरूमा गएर पर्फर्म गरिराख्ने, पहिला त्यो बेलाको टाइममा पनि जस्तै महेन्द्रहरूको राजाहरूको टाइममा। अनि अब जहाँ पनि देख्यो अब सिक्न मन लाग्ने, कसरी सिक्ने त एकचोटि देखेको अब त्यो लेखेर राखिदियो भने त सक्यो नि त। उहाँलाई चाहिँ त्यस्तो हुने रे कि त्यस्तो क्याप्चर गर्न सक्ने। त्यो क्याप्चर अब खुट्टाको स्टेपहरू याद छ, अब त्यसलाई एउटा नोटेट गरेर राखिदिन पायो भने त सधैँको लागि याद भयो नि त। अब त्यो पनि सिक्न मन लाग्ने, त्यो पनि सिक्न मन लाग्ने। अनि एकचोटि माओ सेतुङले चाहिँ उहाँलाई पेन दिनुभएको थियो अरे कि, एकदम डान्सबाट खुसी भएर। अनि त्यो पेनबाट चाहिँ उहाँले स्टार्ट गर्नुभएको भनेर सुनाउनुहुन्छ कि। अनि खतरा छ। लास्ट टाइम को अरे हाम्रो एकजना क्यान्सर पेसेन्टको लागि हामीले गरेको थियो नि, एस्थेटिकबाट हामीले गरेको थियो नि त्यो च्यारिटीवाला प्रोग्राम, एउटा क्यान्सर होइन किडनीवाला। हेमराज दाइले पनि हो कि यो कुरा निकालेको, योवाला डान्स नोटेसनवाला। उहाँले पनि निकाल्नु भयो। उहाँलाई चाहिँ के को लागि भन्दाखेरि उहाँ अब अहिले त्यति धेरै फिजिकली हुनु नि त, स्टुडेन्टलाई चाहिँ त्यो सिम्बलबाट सिकाउनको लागि युज हुनसक्छ भन्ने हिसाबले एकचोटि कुरा गर्नुभएको थियो। अनि मैले त्यसको बारेमा हल्का रिसर्च गरेको थिएँ। त्यो 2टा सिम्बल चाहिँ अलरेडी रहेछ त्यो ब्यालेटहरूको लागि। अनि यसो बुझ्दाखेरि चाहिँ मेरो बसकै बात नै है भन्ने टाइपको भयो थियो कि मलाई चाहिँ। एकदम धेरै कुराहरूलाई कन्सिडर गर्नुपर्ने त्यो भएर। सो हजुर चाहिँ योगामा पनि धेरै इन्ट्रेस्टेड हुन्छ नि हजुरको, मैले फिडहरूमा धेरै योगा पोजेसहरू। हजुर चाहिँ योगासँग चाहिँ कसरी इन्भल्भ हुनुभयो त? योगा चाहिँ ठ्याक्क आर्किटेक्चरको स्टार्टिङबाटै भनौँ, किनभने त्यहाँनिर हाम्रो क्लास नै हुन्थ्यो योगा। बिहान एउटा क्लास गर्नै पर्ने फर्स्ट सेमेस्टरले, किनभने आर्किटेक्चरमा अलि गाह्रो हुन्छ ब्याक नेकलाई। आफै बोक्सी आफै झाँक्री भने जस्तो हो क्या सोच्दा चाहिँ त्यही। अनि गाह्रो हुन्छ कि भनेर उहाँहरूले चाहिँ प्रायर एक्सपिरियन्सबाट चाहिँ त्यो इनिसिएटिभ लिनुभएको होला। अनि क्लासेसहरू हुन्थ्यो अनि रमाइलो लाग्थ्यो। टेक्निकल्ली सिक्न चाहिँ पाएको थिएन, तर त्यतिखेर जे कुरा भन्नुभयो नि, जस्तै पोजेसहरू, माथि पोस्चरको लागि यो काउ फेस पोजहरू भयो, अनि
गोमुख आसना भनेर। अनि त्यस्तै गरी अरू 1-2टा पोजहरू चाहिँ याद छ। अनि त्यस्तै गरी मूल बन्द भनेर त्यो बन्दहरू हुन्छ त्योहरू अलिअलि भनौँ न त्यतिखेर चाहिँ हिट गरेको भनौँ न, यो यस्तो नि हुँदो रहेछ जस्तो लाग्यो। तर त्यतिखेर चाहिँ क्याच गरेको थिएन। अनि गऱ्यो, त्यो सेमेस्टर सक्यो, योगा पनि सक्यो, त्यसपछि गरिएन कि। अनि कोहीको साथीहरूले चाहिँ गर्नुहुन्थ्यो। अनि प्रेजेन्टेसनहरू भनेपछि त प्रेजेन्टेसनमै ध्यान हुन्थ्यो नि त, मोडल बनाउने यताउता। तर साथीहरू चाहिँ बिचमा ल एकछिन म योगा गरेर आउँछु भन्ने। अनि के जस्तो लाग्ने, आफूलाई चाहिँ फेरि एउटा काम गरेपछि नसकिँदैछम्म ल भन्ने हुन्थ्यो। अनि सकेपछि चाहिँ ल सकियो, एउटा काम सुरु गरेपछि चाहिँ सकेपछि चाहिँ आनन्द हुन्छ, सक्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो। अनि बिचमा ब्रेक लिन पनि सिकायो भनौँ न, अरूको हेरेर भए पनि। अनि पछि चाहिँ अब काम भने त्यही हो, यत्तिकै चित्त नबुझ्ने। अनि गर्दै जाँदा पछि अलिअलि ब्याक पेनहरू पनि हुन थाल्यो। अब चाहिँ परिस्थितिले माग्न थाल्यो जस्तो भयो। हुन त डान्स पनि गरिरहेको थियो। अनि डान्समा पनि बडी मुभमेन्टहरू हुन्छ नि त। अनि योगामा पनि पोजहरू रमाइलो लाग्ने कि। आफू नाचेको मनपर्ने कि। अब त्यो माथि पनि योगा पोजेसहरू पनि राम्रो लाग्ने। अनि बिस्तारै म चाहिँ आसनाहरूबाट नै सुरु गरेँ, डान्समा भएको भएर होला। योगा पोस्चरहरूबाट नै सुरु गरेँ। अनि यता मैले हिपहप द पावर डान्स एकाडेमी त्यहाँनिर आएको थिएँ। अनि त्यहाँ चाहिँ सरले बेसिक जिम्नास्टिकहरू सिकाउँछु भन्नुभएको थियो। अनि त्यही जिम्नास्टिकहरू पनि मनपर्ने भनौँ न। अनि उल्टो पाल्टो यो के गर्न मनपर्ने। अनि सिकाउने पाएको छैन। अब त्यो खालको साथी पनि भएन भनौँ न। अब साथी अनुसार पनि हुँदो रहेछ। कोही कोही चाहिँ बच्चाहरूको ग्रुप त्यस्तै मिल्यो भने फ्लिपहरू हान्ने, कार्टविलहरू गर्ने। अब डान्स भनेपछि त त्यो सोहरूमा देखिन्छ नि त कार्टविलहरू हानेको, यस्तो पनि हान्न पाए हुन्थ्यो जस्तो लाग्ने। तर टेक्निकल्ली कस्तो हुन्छ त थाहा छैन नि त। अनि त्यही भएर त्यो त्यहाँनिर आइपुग्यो। अनि अलिअलि जिम्नास्टिकहरू बेसिक कुराहरू चाहिँ सिकेँ भनौँ न। जस्तै ह्यान्डस्ट्यान्डहरू वाल सपोर्टमा लिएर, अनि कार्टविलहरू, अलिअलि ब्रिज पोजहरू सरले पनि वार्मअपको रूपमा पनि गराउनुहुन्थ्यो। अनि अलिकति योगासँग पनि रिलेट भयो। अनि त्यहाँ एकजना आउनु भएको थियो, योगा चाहिँ मलाई कस्तो आनन्द लाग्छ भनेर भन्नुभयो। अनि के कुरामा भन्नुभएको थियो। अनि मलाई चाहिँ मैले त पोजेसहरू उहाँले गर्न जान्नु हुँदैन थियो, मैले जानिरहेको छु, तर पनि मलाई आनन्द आइरहेको रहेनछ जस्तो लाग्यो कि। अनि ल अनि त्यसपछि कोभिड टाइम आउन थाल्यो त्यो पछि। अनि बिस्तारै गर्न चाहिँ गरिरहेको थिएँ, रमाइलो लाग्न थालेको थियो। अनि सबै कुराहरू टेक्निक रहेछ। जस्तै पोज मात्र गरेर भएन, कुन कुरा चाहिँ स्ट्रेच हुनु पऱ्यो, कुन चाहिँ खुम्चिनु पऱ्यो, अनि कुन कतिमा इन्क्लाइन्ड हुनु पऱ्यो भन्ने कुराहरू हुन्छ नि त। अनि अलिअलि त्यहाँ अनिल सरले पनि सिकाउनुहुन्थ्यो ब्रिज पोजहरूमा चाहिँ। अनि ल गर्न सक्छु, गर भन्दा चाहिँ कति स्टुडेन्टहरूले गर्नुहुन्थ्यो नि त। अनि गऱ्यो भने चाहिँ हुने रहेछ जस्तो फिल हुन्थ्यो। अनि म आफैले पनि त्यो पिन इन्ट्रेस्टहरूमा चाहिँ योगाको वाट टु डु वाट नट टु डु चाहिँ हेरिरहेको हुन्थ्यो कि। रमाइलो लाग्ने, त्यहाँ टु डुवाला कुराहरू चाहिँ कस्तो इफेक्टिभ लाग्ने कि। योहरू मिलायो भने चाहिँ ल यहाँनिर पर्दो रहेछ जस्तो फिल हुने, बडीले नै फिल हुने नि त। अनि रमाइलो लाग्थ्यो। अनि कोभिड टाइममा चाहिँ मैले आफैले प्र्याक्टिसहरू गर्थेँ। जस्तै बिहान उठेर 2 घन्टा 2.5 घन्टाहरू चाहिँ गर्ने कि। मलाई चाहिँ फेरि गरेपछि सबै गर्नुपर्ने। अब बिच भरको आउने जति सबै पोज गर्नुपर्ने। अब त्यसको लागि त टाइम लगाइहाल्यो। फेरि योगा भनेको ध्यान पनि हो जस्तो लाग्ने, त्यो पनि लास्टमा गर्नै पर्ने। त्योभन्दा अगाडि प्राणायाम हुन्छ, प्राणायाम फ्लो चाहिँ यसरी भयो भने राम्रो हुन्छ भन्ने। अनि त्यो हुन्छ नि भ्रामरीहरू गर्दा त्यो अर्कै खालको भाइब्रेसनले गर्दा अर्कै खालको दिमागमा क्लियरवाला फिल हुन्छ नि त। अनि त्यो खै लोप पनि भयो कि। अनि टाइम पनि भयो त्यतिखेर। अनि एक खालको इन्थुजियाजम पनि थियो। अनि गरिन्थ्यो त्यतिखेर चाहिँ, त्यति त मजाले गऱ्यो। अनि साथीसँग पनि अनलाइनमा बसेर हामी गर्थ्यौँ कि। 2 जना भएपछि त गर्नै पऱ्यो नि त, आज अल्छी लाग्यो भन्न पाइएन। अनि पछिसम्म नै गरिन्थ्यो। त्यसरी चाहिँ योगामा आयो। अनि मजा आउँदो रहेछ कि त्यो एक खालको। हुन त त्यो लगाव अट्याचमेन्ट त्यस्तो यो गोल भनेर हुनुपर्छ भन्ने त होइन। त्यस्तै गरेर योगा भनेको चाहिँ सन्चो हुनलाई गर्ने, पहिला सन्चो भयो अनि योगा गर भन्दो रहेछ फेरि योगाले। अनि त्योको लागि त होइन, तर पनि एउटा अलाइनमेन्ट, एउटा
क्लियर आफूसँग नजिक भइदो रहेछ जस्तो भयो कि यो बाहिरको क्योसबाट चाहिँ अलिकति टाढा। अनि त्यो चाहिँ मन पर्यो। जस्तै आर्किटेक्चर पनि मन त पर्छ, तर त्यसमा चाहिँ मलाई बडी इन्भल्भ भएको जस्तो लाग्दैन कि। मलाई चाहिँ बडी, माइन्ड एन्ड सोल नै होस् जस्तो लाग्छ। त्यो चाहिँ डान्समा भेटिरहेको थिएँ। अनि पछि चाहिँ योगा गर्न थालेपछि अझ मेन्टली पनि मुभिङ मेडिटेसन त हो डान्स, तर पनि स्टिलमा पनि अर्कै खालको एउटा शान्ति भनौँ न, खुसी भन्दा पनि शान्ति चाहिँ ठिक रहेछ जस्तो, सस्टेन हुने रहेछ जस्तो फिल हुने कि। अनि एकचोटि विपासना गएको थिएँ म योगा। बिस्तारै बिस्तारै गर्दाखेरि नै हो, बिचमा कुरा त धेरै अगाडिबाट थाहा थियो। अनि कुराहरू हुँदै गर्दाखेरि साथीहरूको एक्सपिरियन्सहरू पनि सुनिन्थ्यो, जानुपर्छ भन्ने पनि थियो। तर त्यो ठ्याक्क टाइम मिल्नु पर्दो रहेछ कि। अनि एउटा टाइममा चाहिँ मिल्यो, कति 2023तिर गयो होला म। अनि मलाई चाहिँ सानोमा डर लाग्ने कि अलि धेरै नै रातिहरू, अनि मान्छे चाहिने। अनि विपासना गएपछि चाहिँ आफूसँग बस्न सकेको जस्तो फिल भयो कि। अनि त्यो चाहिँ मैले सक्दिनँ रहेछु पहिला। अनि त्यसपछि चाहिँ विपासना पनि अब मेडिटेसन योग नै त भयो, लास्टमा गर्ने भनेकै ध्यान नै हो। आसनाहरूले त हेल्प गर्ने हो भनेर भन्छ कि ध्यानलाई। अनि त्यही भएर पछि विपासना गरेपछि योग गर्दा चाहिँ अझै क्लोज फिल भयो आफूसँग। त्यसरी नै हो। अनि छोड्न मन लाग्दैन अहिले चाहिँ। एउटा अर्कै खालको दुनियाँ छ भन्छ नि, जस्तै आफूभित्र यो युनिभर्स नै छ। अनि हुन त त्यो एक्सपिरियन्स गर्ने लोभ होइन, तर पनि त्यसको लागि ओपन छु जस्तो फिल हुँदो रहेछ कि योगामा हुँदाखेरि चाहिँ। त्यस्तै एक्सप्लोर गर्न मन लाग्ने। त्यस्तो के एक्सपिरियन्स भएर योगको थ्रु हजुरको लाइफमा के चेन्जेस? योगाहरूबाट अलिकति रिफ्लेक्टिभहरू पनि भइदो रहेछ। अनि नेगेटिभ इमोसन्सहरू आउँदाखेरि, जस्तै रिसाउँदा गर्दाखेरि चाहिँ रियाक्टिभ भइहाल्ने हुन्छ नि त। तर रियाक्टिभ भएपछि चाहिँ सकिसकेपछि चाहिँ ल म यस्तो भएँ जस्तो फिल चाहिँ हुन्छ। अनि योगाहरू गर्न थालेपछि चाहिँ कहिलेकाहीँ त्यो फेजमा नै थाहा हुन्छ क्या तपाईँहरूलाई, आफूलाई कि। अनि ल म त रिसाउँदो रहेछु, त्यो अलि चाँडै फिल हुन्छ कि। त्यस्तो चाहिँ मलाई फिल भयो योगा गरेर चाहिँ। जुन कुरा चाहिँ मलाई 2 दिन पछाडि थाहा हुन्छ भने अब म रिसाउँदैछु भन्ने फेजमै थाहा हुन्छ, कहिले अगाडि थाहा भयो भने त अझ बेटर भइहाल्यो। त्यो चाहिँ अलिक बडी अवेरनेस बढी हुँदो रहेछ। जस्तै रिसाउन थालेपछि के हुन्छ थाहा हुँदैन, तर अब मलाई थाहा हुन्छ कि मेरो माथितिर तातो हुन थालिसक्यो, मलाई फिल नै हुन्छ अब चाहिँ। अनि त्यो भएपछि चाहिँ ल गाह्रै फिल, त्यो सेन्सेसन अलिकति हाई हुँदो रहेछ। अनि अब के राम्रो के नराम्रो बडीले भन्छ, गटले भन्छ, आफ्नो नर्भस सिस्टमले भन्छ। अनि फिल्टर गर्न सजिलो भयो। अब उसको कुरा हजुर पनि गर्नुहुन्छ नि योगा? म नि मेरो आफ्नो एक्सपिरियन्स त मैले त सानोमा गर्थेँ, 8-9 क्लासदेखि नै होला, 7-8देखि नै भनौँ। मैले गर्ने चाहिँ त्यो बाबा रामदेवको योगा थियो कि। अब त्यति बेला टिभीमा त्यही आउँथ्यो, आस्था टेलिभिजनमा। अनि बिहान उठ्यो, त्योहरू मलाई फर्स्टमा योगा पनि थाहा थिएन। मेरो एउटा फुपू दिदी हुनुहुन्थ्यो, अनि उहाँले चाहिँ यो गऱ्यो भने हुन्छ नि, यो गऱ्यो भने समथिङ कपाल आउँछ यस्तै टाइपको भन्नुभएको थियो। अनि यो चाहिँ यो बाबा रामदेवले सिकाउँछ भन्नुभएको थियो। अनि यो को रहेछ भनेर हेर्दाखेरि टिभीमा त्यो देख्यो। अनि मैले पनि मेरो चाहिँ सानोमा चाहिँ हाइट सानो थियो कि। अनि योगाले हाइट बढ्छ भन्ने पनि सुनेर अनि मैले योगा पनि एकदम हुन्छ नि रेगुलरै गर्थेँ कि। बिहान एभ्रिडे उठेर 6 बजे आउँथ्यो कि 5 बजे आउँथ्यो यस्तै, बिहान उठेर योगा गर्ने। अनि गर्दै जाँदा मेरो बडी त अति नै फ्लेक्जिबल भयो कि। उसको चाहिँ अलिक फ्लेक्जिबिलिटीवाला धेरै हुन्थ्यो। अनि स्ट्रेन्थ ट्रेनिङहरू गर्ने, पुलअप सुलअप हुन्छ नि, एक्सर्साइज लास्ट मनपर्ने कि। मलाई केही न केही चाहिँदो रहेछ क्या। जस्तै डान्स एउटा मुभमेन्टवाला थेरापी चाहिने रहेछ क्या। मेरो पनि सानैदेखि म त्यति धेरै बोल्ने खालको थिएन। अनि त्यसपछि एक्सप्रेस गर्नलाई केही न केही चाहिने। अनि योगा पनि एउटा राइट टुल रहेछ क्या मेरो लागि। अनि त्यसले गर्दाखेरि म सानैदेखि त्यो अर्कै स्वभाव भयो क्या मेरो, शान्त खालको, अलि डिफ्रेन्ट खालको, आफ्नै दुनियाँमा रमाउने टाइपको भनौँ न, त्यस्तो खालको चाहिँ मेरो एक्सपिरियन्स थियो।
अनि पछि डान्समा आइसकेपछि चाहिँ त्यो कुराले लास्ट हेल्प गरेको थियो कि मेरो फ्लेक्सिबिलिटी यस्तो धेरै फ्लेक्सिबल कि कति मुभमेन्टहरू मैले हुन्छ नि एकदम डाइनामिक भएर डान्स गर्न मिल्ने अनि यस्तो चाहिँ एकदम सजिलो हुन्थ्यो। जस अब हामी ब्याटल सिनमा हो नि त, अनि त्यहाँनिर चाहिँ अपोनेन्ट त्यहाँसम्म पुग्नै सक्दैन त्यो रेन्जमा, म कहाँ पुगिसकेँ कि त्यस्तो खालको चाहिँ मलाई स्ट्रेन्थ आउँथ्यो। त्यो थियो मेरो आफ्नो एक्सपिरियन्स चाहिँ। जस अहिले पनि टाइममा म गरिरहेको हुन्छु योगा चाहिँ रेगुलरै भनौँ न। म त्यो आसना चाहिँ मैले त्यति धेरै एक्सप्लोर गरेको छैन होइन, तर यो योगा हुन्छ नि स्ट्रेचिङहरू अनि अलि डाइनामिक खालको चाहिँ मैले गरिरहेको हुन्छु होइन। अनि अरू 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 भनेको चाहिँ मेडिटेसन, ध्यान चाहिँ मलाई अलि मनपर्छ ध्यान गर्न चाहिँ। त्यो लकडाउनको मेरो पनि लकडाउनकै टाइममा चाहिँ मैले लास्ट धेरै एक्सप्लोर गरेको चाहिँ मेडिटेसन चाहिँ एकदम धेरै एक्सप्लोर गरेको थिएँ। अनि त्यसले पनि जियोस् एउटा भनौँ न त्यो एउटा खै डिट्याच हुन सक्ने अनि त्यस्तो खालको चाहिँ स्ट्रेन्थ आएको थियो। अनि प्लस काम के माइन्ड चाहिँ काम हुँदै हुँदै जाने हुन्छ नि, शान्त टाइपको त्यो ब्लिस फिल हुने त्यस्तो खालको चाहिँ एक्सपिरियन्स थियो। त्यस मजा आएको थियो। अनि त्यो भएर चाहिँ अब कहिलेकाहीँ फेरि बिर्सिन्छ होइन यो कुराहरू गर्न, अनि फेरि म ब्याक हुन ट्राई गर्छु। तर यसको लागि चाहिँ एकदम डेडिकेसन चाहिँ लास्ट चाहिने कि रेगुलर प्र्याक्टिस चाहिँ गरिराख्नु पर्ने, अदरवाइज त्यो बिस्तारै त्यसको त्यो वेयर अफ हुँदै जान्छ कि चेन्ज फिल हुन्छ नि है। म त अस्ति 2 दिन अगाडि यस्तो रियाक्ट गर्दिनँ थिएँ, अब चाहिँ म यस्तो भयो जस्तो फिल नै हुन्छ कि फिल नै हुन्छ। त्यो गरि नै राख्नुपर्छ जियोस्। कोभिड टाइमले त्यो लकडाउन टाइमले चाहिँ कस्तो टाइम दियो कि आफ्नो लागि चाहिँ। मलाई लाग्छ त्यो टाइमले गर्दाखेरि अहिले वर्ल्डमा धेरै मान्छेलाई त्यो अवेकनिङ एक्सपिरियन्स धेरैलाई भएछ क्या, मासमै भएछ क्या। अर्कै थियो नि त पहिलाको लाइफ, अब त्यो सेम फिल हुँदैन। हुन त नर्मल नै लाइफ छ तर सेम फिल हुँदैन नि, डिफ्रेन्ट फिल भइरहेको अहिले त्यो त्यसपछिको टाइम चाहिँ। अनि हजुरको लाइक एस्थेटिक डान्स स्टुडियोमा चाहिँ के भइरहेछ, कस्तो छ एक्सपिरियन्स होइन? एस्थेटिक डान्स स्टुडियो चाहिँ त्यहाँको इन्भाइरोमेन्ट चाहिँ एकदमै राम्रो लाग्छ मलाई। सबैजना मिल्ने अनि ग्रोथलाई एप्रिसिएट गर्ने, अनि त्यो कुराहरू नै एकदम इम्पोर्टेन्ट होला। विथ स्किल टेक्निक भन्ने कुरा त एकतिर छ, तर इन्भाइरोमेन्टले पनि कति म्याटर गर्छ नि त। सो त्यो इन्भाइरोमेन्ट चाहिँ त्यहाँ छ जस्तो फिल हुन्छ मलाई चाहिँ। अनि ल साथीहरू, हामी जत्रै हेर्दा पनि साथीहरू भनेर सुरु गर्छ, हामीले पनि त्यही भन्नुहुन्छ। अनि डान्सहरूको हिसाबले पनि ग्रोथहरू म्यामले अलिक पुस नै गर्नुहुन्छ, चाहिँ कम्फर्टमा राख्नुहुन्न। अनि यस्तो गर्नुपर्छ, बुकहरू पढ्नुपर्छ, अनि क्रस ट्रेनिङ्सहरू गराउनुहुन्छ। ल मैबाट सिक्नुपर्छ भनेर भन्नु हुँदैन, अनि मै राम्रो भनेर भन्नु हुँदैन। हुन त राम्रो हुनुहुन्छ तर पनि अनि त्यस्तो कुराहरू राम्रो लाग्ने कि। जस्तै मैले चाहिँ पहिला के सुनेको थिएँ भन्दाखेरि, जस्तै टिचर भनेको चाहिँ मेरो लागि मम्मी जस्तो पनि हो, बाबा जस्तो पनि हो, साथी जस्तो पनि हो अनि भनेर भन्छन् नि। अनि यो चाहिँ भन्ने कुरा मात्रै हो जस्तो लाग्छ कि। अनि मलाई एस्थेटिक डान्स स्टुडियो आएपछि चाहिँ फिल भयो, त्यो चाहिँ नपाएर बिलिभ नभएको रहेछ जस्तो। हुन त अरू ठाउँमा नभएको भन्ने त होइन, तर अब त्यो मिल्नु पनि पर्छ होला कति कुराहरू। त्यो चाहिँ भन्छ नि त्यो गर मिल्नुपर्छ भने जस्तो पनि होला कति कुराहरू, त्यो मान्ने नमान्ने। तर पनि त्यो चाहिँ एकदम ग्रेटफुल फिल हुने खालको कुरा के। जस पहिला हजुर बाहिर गर्नु र यहाँ आउँदाखेरि चाहिँ धेरै चेन्जेस आयो हजुर? त्यो एउटा मेन्टरसिप क्वालिटी पनि होला। जस्तै कसरी ग्रुम गर्ने, हुन त आफ्नो पर्सपेक्टिभ हो, मलाई कुन ठिक लाग्छले पनि फरक पर्छ होला। मैले भनेकै युनिभर्सल राइट त होइन नि त, तर पनि मलाई यो ठिक लाग्छ भन्न त पाइयो, तर अर्कोलाई पनि त्यही ठिक भन्नुपर्ने चाहिँ होइन। अनि जस्तै टिचरहरू भनेको त एक खालको मिरर नै हो नि त। हुन त हामीले पनि ऐना त हेरिरहेको हुन्छ, तर पनि हामीले ऐनामा देख्ने कुराहरू चाहिँ
सबै होइन होला, त्यो बाहेक पनि जे देखाइदिनुहुन्छ नि म्यामहरूले सरहरूले त्यो चाहिँ अझै ठुलो एकदम इम्पोर्टेन्टबाट रिफ्लेक्सन होला। अनि त्यो कुराहरू चाहिँ भइरहेको छ यहाँ। जस्तै यो भएछ यो भएको छैन भनेर टेक्निक वाइज पनि भइरहेको छ, प्लस इमोसनली पनि के भइरहेछ के हुन्छ भनेर टाइममा त्यो रिफ्लेक्सनहरू पनि हुन्छ। अनि त्यो चाहिँ हजुर त्यहाँ एज अ टिचर पनि सिकाइराख्नु भएको छ है? हजुर। कस्तो छ हजुरको त्यहाँ एक्सपिरियन्स? कस्तो हुनुहुन्छ स्टुडेन्टहरू अहिलेको? टिचिङको फेरि अर्कै रमाइलो हुँदो रहेछ। दिन पाउने भनेको झनै रमाइलो हुँदो रहेछ। सिक्न पाउने त एक खालको फ्रिडम छ नि त, जस्तै जे पनि सोध्न पाइयो, जसरी पनि बस्न पाइयो, अल्छी लाग्ने पनि पाइयो, जे गर्न पनि पाइयो। टिचर भएपछि त्यो पाइँदैन, तर पनि विथ रेस्पोन्सिबिलिटी त्यो गिभिङको पनि अर्कै खालको मजा आउँदो रहेछ। अनि टेक्निक्सहरू जस्तै यो ब्याचलाई चाहिँ मैले यसरी सिकाउँछु भनेको, सुरुदेखि नै यसरी ग्रुम गर्छु, यो कुरा भन्छु भन्नेहरू चाहिँ हुँदो रहेछ। अनि अर्को ब्याचलाई पनि त्यही कुरा रिपिट गर्न मन नलाग्दो रहेछ कि फेरि अब यसरी चाहिँ उनीहरूलाई चाहिँ यसरी लान्छु जस्तो फिल हुँदो रहेछ, नयाँ गर्न मन लाग्ने। अनि म्यामले पनि त्यो फ्रिडम दिनुहुन्छ कि अब तिमीहरूसँग चाहिँ कसरी पढाउने भन्ने लिबर्टी चाहिँ दिन्छु भन्नुहुन्छ। अनि त्यो पाएको पनि हो र म जस्तो मान्छेलाई त्यो प्लस पोइन्ट पनि जस्तो लाग्छ मलाई चाहिँ। अनि स्टुडेन्टहरूलाई चाहिँ म पोजिटिभ वेले लान ट्राई गर्छु, किनभने डान्स यतिकैमा एउटा ह्याप्पी हुँदा गर्ने खालको जेस्चर हो नि त। सो त्यो चाहिँ फियरमा नहोस् जस्तो लाग्छ मलाई। अनि उहाँहरूलाई चाहिँ रमाइलो होस्, जर्नी पनि रमाइलो होस्, रिजल्ट पनि आओस्। पहिला चाहिँ अलिक रिजल्ट ओरिएन्टेड यस्तै हुनुपर्छ डिसिप्लिन ल भन्ने हुन्थ्यो होला। अब चाहिँ म्यामले पनि सिकाउनु हुन्छ कति कुराहरू चाहिँ, जस्तै जर्नीहरू पनि राम्रो होस् भनेर चाहिँ जर्नीलाई पनि फोकस गरिन्छ। अनि उहाँहरू अब डिफ्रेन्ट लाइफको फेजमा हुनुहुन्छ होला। अनि सबै कुरा के बिर्सेर आउनु भएको हुन्छ, कोही सानोको ड्रिम पुरा गर्न आउनु भएको हुन्छ। अनि त्यो कुराहरू चाहिँ हामीले मध्यनजर राखेर सिकाउनु पर्छ जस्तो लाग्छ। अनि मजा लाग्छ उहाँहरूले फिडब्याकहरू दिँदाखेरि, राम्रो फिल भइरहेछ, गरिरहेछु। कतिले त भन्नुहुन्छ, कतिलाई चाहिँ फिल हुँदैन, प्रोग्रेस पनि फिल हुँदैन। अनि मैले देखाउनै सकिनँ जस्तो लाग्छ कहिले चाहिँ। उहाँहरूको प्रोग्रेस देखिँदैन कि कहिलेकाहीँ, तर हामी टाढा बसेर हेर्दाखेरि त देख्छौँ नि त। तर उहाँहरू आफै प्रोसेसमा भएर आफैले हेर्दाखेरि कति कुराहरू देखिँदैन। अनि डिमोटिभेट हुँदाखेरि चाहिँ आफैलाई नराम्रो लाग्छ, तर पनि पुस गरिन्छ, ल हुन्छ है तपाईँहरूको हुँदैछ, आजै हुँदैन, एक दिनमै हुँदैन, तर एक दिन चाहिँ हुन्छ है भनेर सम्झाइरहेको हुन्छु। अनि के भन्ने उहाँहरूलाई कसरी अगाडि लाने भन्ने चाहिँ के भइरहेछ क्लासमा अलिकति अब्जर्भ गरिन्छ, अनि त्यो अनुसारले गाइड गरेर लैन्छ। अनि रमाइलो लाग्छ मलाई टिचिङ। मैले आर्किटेक्चरमा पनि पढाएको थिएँ सर्टेन टाइम, डिप्लोमाहरूलाई इन्टेरियर डिजाइनिङमा पनि। अनि त्यतिखेर पनि टिचिङ एक्सपिरियन्स चाहिँ रमाइलो भएको थियो, म आफैले इन्जोय गर्ने कुरा पनि रहेछ। अनि सानोमा चाहिँ लाग्थ्यो, खेलिन्थ्यो नि त पढाएर, जस्तै अब यो ब्ल्याक बोर्ड हो उता नपढाए पिट्छु है भनेर। अनि जे भने पनि टिचर चाहिँ भन्दिनँ जस्तो लाग्थ्यो कि। अनि अहिले टिचरै बनिरहेछ, तर पनि रिग्रेट चाहिँ छैन। हजुरले पनि कथकलाई नजिकबाट हेर्ने मौकाहरू पाउनुभयो नि त। सो हजुरको एक्सपिरियन्समा चाहिँ कथक के हो त? मैले त पहिला त त्यति धेरै यो क्लासिकल डान्स हुन्छ कथक चाहिँ मैले त्यति धेरै नजिकबाट त्यस्तै एक्सप्लोर गर्न पाएको थिएन, हेर्न पाएको थिएन। अनि प्लसमा एस्थेटिकसँग नि धेरै समय इन्भल्भ भयो नि त। अनि सबै पर्फर्मेन्स चाहिँ मैले हेर्न पाउने अझै मेन क्यामराम्यान नै हुन्थ्यो म होइन। अनि एकदम मलाई चाहिँ मजा आउँथ्यो कि, मतलब त्यहाँनिर बिगिनर्सदेखि लिएर त्यो पर्फर्मेन्स छुट्टै हुन्थ्यो त्यो दिनको। अनि अर्को हाम्रो सोजहरूमा पनि त्यहाँ त अब एकदम हाई लेभल डान्स हुन्थ्यो नि त। अनि त्यो एटमोस्फियर हुन्छ नि त्यहाँनिर जुन डान्स पर्फर्मेन्सको, प्लस अझै सदिक्षा होइन वाइफ भनौँ न होइन, त्यसमा इन्भल्भ भएको भएर अनि एभ्रिडे म त्यहाँ कहीँ न कहीँबाट गइरहेको थिएँ कि। जस्ट प्र्याक्टिस सेसनमा पनि म अलमोस्ट गइरहेको हुन्थेँ। अनि त्यो बिहाइन्ड द सिन पनि मैले धेरै हेर्न पाउँथेँ कि। अनि यस्तो फिल हुन्थ्यो लाइक यसमा त रियल डेडिकेसन छ होइन, इट्स नट अ जोक टाइपको के। अनि जुन त्यहाँनिर टेक्निकल एबिलिटिज चाहिन्छ नि
त्यसलाई त्यो भनेको नर्मल्ली हुँदैन क्या, यत्तिकै इन्ट्रेस्टले हुँदैन, त्यहाँनिर त्यो दिनरात गर्नुपर्छ त्यहाँ होइन। अनि प्लस मलाई मन परेको चाहिँ एस्थेटिकको इन्भाइरोमेन्ट के, लाइक एकदम फ्रेन्डली हुनुहुन्छ नि सबैजना, एकदम फ्रेन्डली वेलकमिङ वार्म भाइब के, जति बेला जाँदा पनि हुन्छ नि ह्याप्पी, त्यो चिल खालको होइन। अनि त्यो कुराहरू देख्दाखेरि अनि सबैजना स्टुडेन्ट पनि फेरि त्यस्तै आउने क्या त्यहाँ, सबैजना एकदम चिल खालको। अनि त्यो पर्फर्मेन्सहरू अनि त्यो डान्सहरू हेर्दाखेरि चाहिँ मलाई हुन्छ नि वाउ नै लाग्थ्यो क्या। अब मैले त आफ्नो स्टाइलको डान्स गर्थेँ नि त, अनि त्यो स्टाइलमा हेर्दा पनि होइन, त्यो पनि कहीँ न कहीँ त खतरा एनिमेटेड हुँदो रहेछ होइन होइन। आफूलाई खतरा नै मनपर्ने क्या, जहिले खतरै हुनुपर्छ भन्ने खालको हुन्थ्यो कि। अनि त्यो पनि होइन डिफ्रेन्ट खालको खतरा हो यो होइन। त्यो म्युजिकमा त्यो भनौँ न के भन्ने लय, त्यो रिदमहरू डिफ्रेन्ट रिदममा, अनि त्यो सिङ्क्रोनाइज गरेर नाच्दाखेरि खत्रै हुने। अनि त्यो भिडियोहरू मैले एडिट पनि मैले गर्थेँ क्या अलमोस्ट होइन। अनि एडिट गरिरहन्थेँ हेरिरहन्थेँ क्या। अनि कति ग्रेस हुन्थ्यो नि त, हरेक मोमेन्टमा ग्रेसफुल। अनि मैले कहीँ न कहीँ त्यो कुरा सबकन्सियसली लिइरहन्थेँ कि लिइरहन्थेँ। अनि एडिट गरेर सकेपछि मलाई यति डान्स गर्न मन लाग्ने कि, यति डान्स गर्न मन। अनि मेरो डान्स पनि त्यो आउने कि, कथक भन्दा पनि त्यसको त्यो केही कुराहरू मेरो सबकन्सियसली लिइराख्ने कि, म त फ्री स्टाइल इम्प्रोभाइज गर्ने, अनि मेरो त्यो इम्प्रोभाइजेसनमा आइराख्ने कि। अनि मलाई एकचोटि त म सिक्छु नै भन्ने पनि भइसकेको थियो कि। अनि मैले अलिअलि सिकेँ पनि होइन। अनि जस मजा आएको थियो। अनि जस यसमा त जस फाउन्डेसनल कुरा हुन्छ, टेक्निक हुन्छ, जस सही तरिकाले सिक्नुपर्छ नि त, यत्तिकै सिकेर हुँदैन। अनि त्यो कुराहरू चाहिँ एक न एकचोटि एक्सप्लोर गर्नुपर्छ होइन सबैजनाले। त्यो कुराले जुन मतलब मैले चेन्जेस चाहिँ धेरै देखायो हाम्रो मेरो वाइफमा होइन, कि पहिलाको पर्सनालिटी र पछिको पर्सनालिटीमा चाहिँ एकदम फरक, कि यो कुराले मान्छेलाई हिल पनि गराउँदो रहेछ, धेरै हिल गराउँदो रहेछ होइन। कि अर्को भनेको जस्तै बडी वाइज पनि हिल हुने, मेन्टली फिजिकली त्यो कामनेस के, त्यो डान्स गरेर आएपछि मान्छे ह्याप्पी छ क्या, त्यो गुड फिलिङ हर्मोनहरू हुन्छ नि रिलिज भएर नि होला होइन। त्यो कुराहरू देख्दाखेरि अनि अहिले जुन त्यो कुराहरूको इम्प्याक्ट छ हाम्रो लाइफमा, जो डे टु डे लाइफमा जुन कुराहरू चेन्जेस आएको छ, त्यो कुराहरू चाहिँ होइन इट्स समथिङ होइन बियोन्ड टाइपको फिल हुन्छ। मलाई एकदम राम्रो लाग्छ। त्यो लास्टको त्यो थकाइ हुन्छ नि, त्यो नै मिठो के। त्यो थकाइ भनेर थकाइ होइन कि, थकाइ पछि चाहिँ एनर्जी चाहिँ आउने कि, झन् एनर्जी चाहिँ बिल्ड हुने। फाउन्डेसन त तर जुनै डान्समा पनि हुन्छ हुन त, तर यसमा चाहिँ अलिकति इन्टेन्स स्पिड अनि अलिकति मोर स्ट्यामिना चाहिने, त्यो भएर चाहिँ अझै खतरा लागेको होला। तर बडी अवेरनेसदेखि मेन चाहिँ मलाई मन परेको चाहिँ यसको रिदम हो कि, त्यो जुन ताल लय हुन्छ नि, यस्तो त्यो द्रुत गतिमा हुन्छ, द्रुत लयमा नाच्दाखेरिको त साह्रै मजा। सबजनाले एकचोटि हेर्न चाहिँ आउनु होला है, पर्फर्मेन्स चाहिँ हाम्रो सोजहरू भइरहेको हुन्छ नि होइन, त्यो चाहिँ एकचोटि एक्सपिरियन्स गर्नु लाइभ। अनि हजुरहरूले देख्नुहुन्छ कस्तो छ होइन, दामी हुन्छ। फागुनको 1, 2 र 3 गते मण्डला थिएटरमा हुँदैछ एस्थेटिक डान्स स्टुडियोबाट। अब रिसेन्ट हुन गइरहेको सो चाहिँ नछुटाउनु होला। दामी हुन्छ। Shout out to Namrata ma'am, Aesthetic Dance Studio. Yes. We are excited. अब फेरि हामी हाम्रो पुरानै टपिक योगातिर जाऊँ होइन। सो मलाई चाहिँ सोध्न मन लागेको चाहिँ, अब धेरैजना योगा सिक्ने भनेर कतिले सोच्नु भएको छ होइन, कतिलाई गर्नु पनि मन छ, तर ठ्याक्कै थाहा हुँदैन नि त वे के हो होइन, अनि कसरी गर्ने होइन। अब कतिलाई साथी पनि चाहिरहेको हुनसक्छ, पार्टनर होइन, एक्लै गर्न झेउ लाग्न सक्छ होइन। त्यस्तो उहाँहरूको लागि चाहिँ होइन के छ अरूको सरसल्लाह, कसरी गर्दा राम्रो हुन्छ? मोर योगा चाहिँ अहिलेको लागि कामनेस नै हो, किनभने अहिले भनिरहन्छ नि एङ्जाइटी, स्ट्रेस, फ्रस्ट्रेसन, अलिकति प्यानिक अट्याक योहरू भन्छ नि त। अब एक्सट्रिममा त अलि हेल्प नगर्ला, तर पनि सुरुको फेजहरूमा अथवा आफूलाई अलिकति स्ट्रेसफुल लाग्यो भने चाहिँ
बाट सुरु गर्न सकिन्छ त्यो इन्स्ट्यान्ट त्यही सिचुएसनमा जस्तै ब्रिथ लिने अनि एक्सेल चाहिँ अलि लामो गर्ने त्यो गऱ्यो भने चाहिँ नर्भस सिस्टम चाहिँ अलिक काम हुन्छ भनेर भन्छ हाम्रो सिम्पेथेटिक र प्यारासिम्पेथेटिक नर्भस सिस्टम हुन्छ सो प्यारासिम्पेथेटिक नर्भस सिस्टम एक्टिभ भयो भने चाहिँ हामीलाई अलिकति रेस्ट एन्ड डाइजेस्ट मोडमा लान्छ नत्र भने चाहिँ हामी जहिले पनि फ्लाइट एन्ड फाइट मोडमा हुन्छौँ भनेर भन्छ सर्भाइभल मोडमा भयो भने चाहिँ अफकोर्स स्ट्रेस नै हुन्छ त्यही भएर चाहिँ ब्रिथ इन अनि ब्रिथ आउट अझ त्यसको लागि पनि याद गर्न सकिने एउटा इजी लागेको यो चाहिँ मैले आफै लिएको त होइन कसैले भनेको मलाई राम्रो लागेको भनौँ न जस्तै स्पाइनको एन्डबाट श्वास लिइरहेको छु भनेर सपोज गर्ने लिएर क्राउनसम्म पुग्ने होइन अनि क्राउनसम्म पुगेपछि एक्सेल गर्ने बिस्तारै तल खुट्टासम्मै पुऱ्याउने एक्सेल गर्दाखेरि चाहिँ यो भयो भने चाहिँ ब्रिथ आउट लामो भयो नि त सो हामीलाई सजिलो पनि भयो एउटा गाइड पनि मिल्यो नि त कहाँदेखि फिल पनि भयो बडी पनि अवेर भयो ब्रिथ आउट गर्दा चाहिँ पुरै फिटबाट बाहिर गइरहेको छ यो एउटा भयो अनि अर्को भनेको चाहिँ ग्राउन्डिङ प्र्याक्टिस जस्तै अब नर्भस हुने भने त हाम्रो अहिलेको केमा हामी फोकस गरिरहेको छौँ के सिचुएसन होला भन्ने अजम्सनले डर लागेको त्यो हो नि त सो ग्राउन्डिङ भन्नाले कमन सेन्स अर्ग्यान्सहरूलाई याद गर्ने जस्तो आँखाले देखिने कुराहरूलाई याद गर्ने 4-5वटा कानले के सुनिरहेछ त्यसलाई याद गर्ने हाम्रो स्किनमा के टचमा के फिल भइरहेछ स्मेल के आइरहेछ जस्तै टेस्ट मुखमा कस्तो आइरहेछ भनेको छुट्टै स्पेसको छुट्टै हुन्छ नि त कहिलेकाहीँ म त्यस्तो नि गर्छु जस्तै जाम भयो अरे बाइकमा हिँड्दा जाम भयो अब म त्यहाँको याद हुँदैन त सधैँ हिँड्ने बाटो पनि याद हुँदैन कि हामीलाई त्यहाँनिर कस्तो खालको रुख छ ट्राफिक लाइट कस्तो छ कता फर्केर बसेको छ अनि कस्तो स्मेल आइरहेछ त्यहाँ मलाई कस्तो फिल भइरहेछ अहिले त्यो बाइक रेस्ट हुँदाखेरि त खुट्टा त तलै हुन्छ नि त सो ग्राउन्डमा कस्तो फिल भइरहेछ सो ग्राउन्डिङले पनि अलिकति हेल्प गर्छ किनभने हामीले सोच्ने त्यो एक्सट्रिम सिचुएसन चाहिँ नहुने सिचुएसनलाई इमेजिन गरिरहेछौँ नि त हामीले सो त्यो चाहिँ प्रेजेन्टमा हुन अलिकति हेल्प हुन्छ त्यो भयो यस्तो सानो प्र्याक्टिसहरू अनि बसेर गरिरहँदाखेरि अब यतिकै गाह्रो भइरहेको हुन्छ अब स्टिल बसेर मेडिटेसन गर भन्यो भने त जसलाई पनि गाह्रो हुन्छ नि त अनि त्यस्तो केसमा चाहिँ हामीले मन्त्रहरूको हेल्प लिन सक्छौँ जस्तै त्यो त सजिलै आउने मन्त्रहरू जस्तै ओम नमो शिवाय ओम नमो शिवाय यस्तो खालको केही आफूलाई जुन आउँछ जुन सजिलो लाग्छ जुनमा बिलिभ हुन्छ त्यो गऱ्यो भने चाहिँ अझ मोर राम्रो किनभने हाम्रो अनकन्सियसले पनि लिन्छ नि त त्यो कुराहरूलाई अनि आफूमा बिलिभ भएपछि त्यो अझै धेरै इम्प्याक्टफुल हुन्छ यदि त्यो होइन भने चाहिँ अर्को जप मेडिटेसन भनेर सोहम भन्ने पनि एकदमै पपुलर छ जस्तै श्वास लिँदाखेरि सो यो गर्ने यो चाहिँ लिँदाखेरि सो भन्ने लिँदाखेरि चाहिँ सो भन्ने पुरै लिइरहँदाखेरि चाहिँ हुँदैन तर इमेजिन चाहिँ त्यो गर्ने यो चाहिँ जस्ट प्र्याक्टिस हो के को लागि भन्दाखेरि हामी नबोलिरहँदाखेरि पनि श्वास लिँदाखेरि चाहिँ त्यो भयो भने चाहिँ मोर इजी हुन्छ किनभने कन्सन्ट्रेसन अलिकति बस्छ So अलिक फोकस्ड हुन्छ अलिक काम पनि फिल हुन्छ काम फिल भयो त्यसले एक खालको भाइब्रेसन पनि बोलीमा त भाइब्रेसन नै हुन्छ नि त सो त्यो एक खालको भाइब्रेसन अथवा बोलेर गर्दाखेरि चाहिँ अलिकति थट्सहरूलाई चाहिँ कम हुन हेल्प हुन्छ कि
अनि त्यसपछि साइलेन्टमा गयो भने चाहिँ अझै बढी फिल हुन्छ बिगिनर्सको लागि। अथवा यही गर्नुपर्छ भन्छ होइन, कसैले अब के आउँछ मन लाग्यो एउटा कपी खोल्ने कोरिराख्ने, जे जे थट्स आउँछ त्यो त्यसको बारेमा कोर्ने जबसम्म स्टप हुँदैन, स्टप नहुन्जेलसम्म कोर्ने, त्यसपछि चुप लाएर बस्ने। त्यो गऱ्यो भने पनि थट्सले त गाह्रो हुने हो नि मान्छेलाई। सो त्यो थट्स चाहिँ के हो त, जस्तै तपाईँको मिसकन्सेप्सन हो कि, जस्तै पास्ट मेमोरी हो कि, पछिको फ्युचरको अजम्सनहरू हो कि, सो त्योहरू विचार गर्ने हो रहेछ भने हेर्ने अनि छोडिदिने, ल यो रहेछ भन्ने। सो सुरुमा चाहिँ अलिक गाह्रो होला, तर बिस्तारै गरेपछि एउटा अलिकति आफूलाई फिल भएपछि सजिलो हुन्छ कि, अनि मलाई चाहिँ यसले हुँदो रहेछ भन्ने हुन्छ, अनि त्योसँग स्टिक भइन्छ। अलि पछि बोर लाग्छ होला, फेरि अर्कोमा गइन्छ, अथवा लाग्दैन भने पनि त्यो एउटा बोरिङ फेज क्रस गरेपछि चाहिँ फेरि एउटा ब्लिसफुलवाला फेज नै त आउँछ। अनि त्यो सोचेर गऱ्यो भने सजिलो हुन्छ। अनि अहिले त अनलाइन सेसन्सहरू, युट्युबहरू, त्योहरू एकदम सजिलो छ नि त। सबै राम्रो हुन्छ भन्ने त होइन, तर फिल्टर गर्न सक्नुपर्छ। अब योगाले पनि सबैको लागि युनिभर्सल एउटा होइन भनेर भन्छ कि, किनभने सबैको बडी डिफ्रेन्ट छ, सबैको नर्भस सिस्टमले छुट्टै तरिकाले काम गर्छ, सबैको बडीले डिफ्रेन्ट तरिकाले रियाक्ट गर्छ। सो त्यसरी चाहिँ आफूले फिल्टर गरेर लिने, अथवा सुरुमा चाहिँ गाइडेन्स भएकै राम्रो। किनभने मैले पनि 4-5 वर्ष चाहिँ आफैले नै प्र्याक्टिस गरेँ नि त। तर म लास्ट टाइम इन्डिया गएर सिक्दाखेरि चाहिँ 5 वर्ष अगाडि सिक्नुपर्ने कुरा चाहिँ अहिले सिकेँ कि जस्तो लाग्ने कि, आफ्नो बडी नै थाहा छैन कि। जस्तै जोइन्ट्सहरू हाइपर एक्सटेन्सन रहेछ, अब त्यो चाहिँ अलिकति जान त जान्छ, तर त्यसलाई याद गरेन भने चाहिँ जोइन्टमा प्रब्लमहरू हुनसक्छ नि त। सो त्यसको लागि माइक्रो बेन्डिङहरू थोरै बेन्ड गरेर गर्नुपर्ने कुराहरू, ओरिएन्टेसनहरू, जस्तै सिधा चिक्कवाला साथीहरूले यसरी टेक्नुहुन्छ भने अब हामीले चाहिँ यसरी टेक्ने कि यसरी टेक्ने, त्यसले गर्दा लोड ट्रान्सफर हुन्छ नि त। अब माथिको लोड त बिस्तारै तलबाट जाने हो, सो त्यो राम्रोसँग लोड पास भएन भने चाहिँ जोइन्ट भरमा पर्छ कि। अनि तपाईँको बडी कस्तो हो, राइट पोजिसन के हो, अनि अब ब्यालेन्सिङ पोजहरूमा बस्दाखेरि पनि अगाडिपट्टि वेट बढिराख्ने हो कि पछाडिपट्टि वेट बढिराख्ने हो कि, अब त्यो आसनाको फुल बेनिफिट लिन त प्रपर हुनु पऱ्यो नि त। सो त्यो मिलाउनको लागि चाहिँ सुरुमा त अब जस्तै दौडे पनि जे गरे पनि त्यो सुरुमा त अलि फरक पर्दैन, तर लङ टर्म जाँदाखेरि चाहिँ त्यो ह्याबिट बन्छ नि त। जब एउटा ह्याबिट बनिसक्छ, बडीले लिइसक्छ कि अनकन्सियसली, अब त्यसलाई अनलर्न गरेर लर्न गर्न फेरि अर्को टाइम चाहियो। सो सुरुमा चाहिँ मेन्टर नै खोज्दा बेटर। अनि अब अहिले त त्यही अनलाइन क्लासेसहरू पनि हुन्छ, अनि सुरुमा धेरै गर्न पनि गाह्रो हुन्छ। मैले अहिले लिइरहेको क्लास पनि आधी घन्टाको छ। मैले लिने भनेर सोचेको थिएँ, तर उहाँहरूले नै मेरो साथीको थ्रुबाट नै सिकाइदिनु भनेर रिक्वेस्ट आयो, सो मैले अलिकति चाँडै नै स्टार्ट गरेँ। उहाँहरूले चाहिँ आधी घन्टा भन्नुभयो, हुन त मैले 1 घन्टाको सोचेको थिएँ, किनभने केही नै भ्याइँदैन नि त, कति कुराहरू हुन्छ। तर पनि गराउँछु, अनि आसनाहरू गराउँछु, एकछिन प्राणायाम गराउँछु, एकछिन ध्यान गराउँछु। अनि 2 महिना जस्तो हुँदाखेरि उहाँहरूको फिडब्याकहरू पनि राम्रै आएको छ। जस्तै घाँटीको थेरापीहरू गर्न जान्थेँ, अहिले खासै पर्दैन भन्नुभयो, अलिकति रिल्याक्स फिल, त्यो कुराहरू चाहिँ आउँदाखेरि चाहिँ खुसी लाग्दो रहेछ। त्यसकै लागि नगरेको भए पनि कति कुराहरू चाहिँ इन्डाइरेक्टली पनि आउने, हेल्पफुल त रहेछ नि त। अब त्यो त एक्सपेरिमेन्टेड नै हो, सबैजनाले भनि नै राखेको हुन्छ पनि हो, तर हामीलाई गर्नलाई कहिलेकाहीँ अल्छी लाग्छ, कहिलेकाहीँ फिल हुँदैन, त्यो हुन्छ। तर अहिलेको टाइममा चाहिँ चाहिन्छ। अब अहिलेको टाइममा सक्सेस भनेकै यस्तै कुराहरू नै हो नि त। जस्तै आफू काम, ब्यालेन्स, कन्टेन्ट, हेल्दी भयो भने त सबै कुरा हुने हो। लास्टमा त्यही नै छैन भने त त्यो अचिभमेन्टहरूको पनि कामै भएन। सो अहिले चाहिँ छ यो कुराहरू। हजुरको क्लास पनि हुन्छ हैन र? बिहान लिइरहेको छु अहिले चाहिँ अनलाइन। कुन टाइममा? 6 to 6:30 लिइरहेको छु। हुन्छ त्यसमा अहिले थोरैजना नै हुनुहुन्छ, तर पनि सुरुको टाइममा ठिकै नै छ, भइरहेछ। योगा विथ अनमी, धेरै कुराहरू गरेर आउँछु। छुट्टै छुट्टै पेज बनाएको छु अहिलेको लागि चाहिँ, एकदम डिस्ट्रिब्युटेड छ। तर पनि पछिसम्म हेर्दाखेरि चाहिँ अर्गनाइज, मलाई चाहिँ अलिक अर्गनाइज नै चाहिन्छ। सो पछिसम्म हेर्दाखेरि चाहिँ ल भनेर छुट्टै छुट्टै अकाउन्टहरू छ, अनि त्यसरी नै चलाइरहेको छु। लाइक मलाई चाहिँ बुझ्न मन लाग्यो, लाइक हजुरले आसनाबाट स्टार्ट गर्नु भन्नु अनि लाइक अरू र यो आसनामा चाहिँ के फरक हुन्छ क्या? लाइक मैले त आसना धेरै त्यति धेरै एक्सप्लोर गरेँ छैन।
आसनामा चाहिँ के हुन्छ युजली, कस्तो हुन्छ? आसनामा त्यही पोस्चरहरू नै हो, जस्तै नटराज आसना, जस्तै भुजङ्ग आसना भनेर, अनि ब्यालेन्सिङ आसनाहरू हुन्छ, कति बेन्डिङ आसनाहरू हुन्छ, कति स्ट्रेचिङ आसनाहरू हुन्छ, डिफ्रेन्ट बडी पार्ट्स, मसल, जोइन्ट्सहरूमा हेल्प हुने हो। अनि यो आसना इजिकल्स टु योगा चाहिँ होइन भन्छ कि, यो चाहिँ पार्ट अफ 8 लिम्स अफ योगा भनेर भन्छ, त्यस बिचको एउटा हो। जस्तै यम नियम पछि आसना आउँछ कि, यम नियम भनेको चाहिँ एक्सटर्नल इथिक्स र इन्टर्नल इथिक्सहरूको कुरा, डिसिप्लिनहरूको कुरा, त्यो कुराहरू आउँछ। त्यसपछि आसना आउँछ, त्यसपछि चाहिँ बिस्तारै ध्यानतिर जाने हो। अनि त्यो चाहिँ ध्यानहरू बस्नलाई चाहिँ गाह्रो नहोस् भनेर चाहिँ अगाडिको कुराहरू गर्ने हो भनेर भनिन्छ। त्यही भएर ध्यानमा त धेरै टाइमसँग बस्नुपर्छ, अनि हुन त यो समाधिसम्म जाने हो नि त, तर पनि एउटा सानो फेज मात्रै हो, सानो पार्ट मात्रै हो आसना चाहिँ। त्यो चाहिँ सुरुमा जाने बाटो नै त्यही हो भनेर भनिन्छ। यो 8वटा लिम्स चाहिँ छोड्न पाइँदैन भनेर भन्छ योगामा, एउटा मात्र होइन। नत्र भने त योगा भनेको गुड पोस्चर, फ्लेक्सिबिलिटी भनेर चलिरहेको छ नि त, त्यो चाहिँ होइन भनेर भनिन्छ। बडी होइन, हाम्रो सेन्सेसन्स पनि होइन, हाम्रो थट्स पनि होइन, हामी भनेको अवेरनेस हो भनेर भनिन्छ नि त। सो त्यहाँसम्म पुग्नको लागि चाहिँ यो कुराहरू चाहियो। यो योगको मिनिङ पनि त्यही हो क्या होइन, योग भनेको वान युनिटी हो, युनियन, युज भन्ने शब्दबाट आएको भनेर भन्छ। अनि यो भने चाहिँ नेपाली अथवा संस्कृत शब्द हो युज चाहिँ, यसलाई चाहिँ योग भनेर भनिन्छ। अब बिस्तारै भन्दा योग भनेर आएको हो। अनि यसको माने चाहिँ युनियन भनेको माइन्ड, बडी र सोलको युनियन भनेर भनिन्छ। नाइस। योगाको कुरा पनि धेरै भयो है। ठिक छ, अब हामी बिस्तारै ऱ्यापअप गर्नुपर्छ होइन। त्यस अब हजुरले आफ्नो अडियन्सहरूलाई केही मेसेज अथवा हुन्छ नि के भन्न चाहनुहुन्छ आफ्नो अडियन्सहरूलाई? अडियन्सहरूलाई लाइफ भनेको चाहिँ फ्रिली बाँच्नुपर्छ अनि आफू हुनुपर्छ। यदि आफै नै भएन भने चाहिँ केही मतलबै छैन जस्तो लाग्छ। अनि त्यसको लागि चाहिँ अब तपाईँले के चुज गर्नुहुन्छ, तपाईँ चाहिँ केमा आफूलाई बेटर भर्सन अथवा बेटर सेल्फ पाउनुहुन्छ, त्यो काम चाहिँ गर्नुपर्छ। अनि त्यो फाइन्ड गरेर त्योबाट अरूलाई हेल्प गर्नुपर्छ। अनि त्यो भयो भने नै लाइफको मिनिङ हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। जस्तै थाहा हुँदैन नि त मान्छेको लाइफ कहाँसम्म हो भनेर, अनि ठ्याक्क जस्तै यो मेरो लास्ट मोमेन्ट हो भनेर 5 मिनट अगाडि थाहा भयो भने चाहिँ कस्तो रिग्रेट हुन्छ होला कि जस्तो लाग्छ। अनि त्यो चाहिँ नहोस्, म चाहिँ अब यस्तो रेस्टलेसमै मर्ने त, म चाहिँ यो बनेर मर्ने त जस्तो लाग्छ कि। सो लाइफमा कसरी बाँच्ने भन्दा पनि कसरी मर्ने भन्ने कुरा चाहिँ सोच्नुपर्छ जस्तो लाग्छ। तपाईँ कसरी मर्न चाहनुहुन्छ, तपाईँ के बनेर, के सोच्दै, के फिल गर्दै, कुन स्टेटमा, त्यो चाहिँ हुनुपर्छ जस्तो लाग्छ। यो मैले भनेको कुरा भन्दा पनि त्यही हो, मैले लिएको कता कता कुराबाट यहाँ केही कुरा पनि आफै आएको हुँदैन भनेर भनिन्छ नि त, केही कुरासँग अलाइन हुँदै जाने हो। सो त्यसको लागि चाहिँ ओपन हुनुपर्छ, अलिक सरेन्डर गर्नुपर्छ आफूलाई, अलि काम, यो पोजिटिभ इमोसनतिर लानुपर्छ। अनि त्यो हुँदै गएपछि चाहिँ आफूले भनेको कुराहरू पनि पुरा हुँदै जान्छ, लाइफमा पनि मजा आउँदै जान्छ, अनि सबै कुराहरू राम्रो हुँदै जान्छ। त्यही नै भन्न चाहन्छु। अनि थ्याङ्क यू भन्न चाहन्छु हजुरहरूलाई, D-Vibeलाई पनि, अनि इन्भाइट गर्नुभएकोमा। अनि यस्तो कुराहरू बोल्न सुन्न कोलाई मन हुन्छ हुँदैन, तर पनि केही कुराहरू निस्किन्छ भनेर यहाँसम्म बोलाइदिनु भयो, त्यसको लागि चाहिँ एकदमै थ्याङ्कफुल छु। सुनेको चाहिँ हो पोडकास्ट, तर यसरी बोल्छु भने चाहिँ थाहा थिएन, सुन्दा सुन्दा म्यानिफेस्ट भयो जस्तो छ अरे कि। अनि रमाइलो लाग्यो, इन्जोय गरेँ मैले चाहिँ। अनि सरहरूको कुराहरू पनि सुन्न पाएँ, प्लस अब फर्दर हजुरहरूको पोडकास्टहरू पनि हेर्छु म, अनि सिकिन्छ होला केही कुराहरू। योभन्दा अगाडिको पोडकास्ट पनि
टिजर ट्रायल चाहिँ हेरेको थिएँ, फुल पोडकास्ट पनि हेर्छु। हेरिन भने पनि काम गर्दा गर्दै सुन्छु। ल हुन्छ, थ्याङ्क यू अनि बेस्ट विसेस अरू आउने दिनहरूको लागि, यस्तो राम्रो काम गर्दै जानु। एकदम हामीलाई पनि एकदम रमाइलो लाग्यो हजुरको कुरा सुनेर। लाइक म यस्तो एक्सप्लोर टपिकमा हामीले कुरा गर्छ जस्तो चाहिँ लाग्दैन, तर हामी कहाँ कहाँ पुग्यो होइन। जस धेरै कुराहरू चाहिँ नयाँ हुन्छ नि, हजुरको डिफ्रेन्ट पर्सनालिटी मैले थाहा पाउन पाएँ होइन। लाग्छ अडियन्सले पनि थाहा पाउनु भयो होला, उहाँलाई अब के भनेर चिन्नुभयो होइन। उहाँमा अब धेरै कुराहरू हजुरहरूले देख्नुभयो होला। सो त्यही हो, हजुरको स्टोरी पनि इन्सपाइरिङ रहेछ। कति कुरा त मैले आफूसँग नि कनेक्ट गर्न पाएँ होइन। त्यो कुराले एकदम खुसी भनौँ या के भनौँ होइन, एउटा एक हिसाबको कन्फिडेन्स ए होइन सबैको स्टोरी सिमिलर नै हुँदो रहेछ भन्ने खालको फिलिङ्स आयो। सो त्यही नै हो। अब हाम्रो अडियन्सलाई कस्तो लाग्यो होइन, प्लिज ड्रप योर फिडब्याक होइन, केही सजेसन होइन। अनि नेक्स्ट एपिसोडमा को गेस्ट देख्न चाहनुहुन्छ भने कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। यति भन्दै हाम्रो एपिसोडलाई के यति भन्दै शान्ति हो। ल रेडी शान्ति शान्ति